Huawei represented just formal, we're all just students and we just want to share tips and tricks. So, kids, please feel free. Let's make this as interactive as possible. Okay, Vinayak Karkile चाहिँ hand raise गरेर छ, so you can unmute and say your question. Vinayak Karkika छ. Hi, is this event only for the students of Kulchuk? हजुर के हो? Is this event only for the students of Kulchuk? किन यस्तो डिस्टर्बेन्स आयो? Oh my god. आवाजै आउँदैन. तपाईकोमा पनि म्युट उ रहेछ नि त. तिमीले अनम्युट गरायौ? ए मेरोमा अनम्युटै छ. ए ल. Okay. एकचोटी फेरि भन. फेरि question. फेरि अन भयो. Hello. Okay, can you say the question again? Am I audible clearly now? Yes. Is this event only for the students of Kulchuk? No, it's not for the students of Kulchuk. Actually, it's for the students all over Nepal. And दुईजना मेरो साथीको दुईजना दुवै KU बाट हो है. so KU and CIT University, any universities you can apply. Okay, sure. Thank you. Welcome. New post. How many months is this event for? So, your event, when you look at the timeline, there's like 1 week of training also after you get selected. अनि त्यसपछि चाहिँ चाइना गइसकेपछि चाहिँ again 1 week हुन्छ तर त्यो बीचमा चाहिँ ग्याप हुन्छ हैन. So how many months भन्दा नि इभेन्ट चाहिँ ongoing नै हुन्छ तर इट्स लाइक डिफरेन्ट फेजेसमा चाहिँ हुन्छ. एउटा चाहिँ सेलेक्सन पछिको ट्रेनिङ वर्कसप्सहरु भयो, त्यसपछि फाइनल इन्टरभ्यु पछि चाहिँ चाइना गएपछिको चाहिँ 1 हप्ता जति हामी लाइक मेबी लाइक डेजहरु अलिकति तलमाथि हुन सक्छ तर टेन्टेटिभली 1 हप्ता जति चाहिँ चाइनामा इभेन्ट हुन्छ. त्यसपछि क्लोजिङ पनि हुन्छ. त्यसपछि क्लोजिङ पनि हुन्छ. So and then just even after closing भइसक्यो हाम्रो भइसक्यो अस्ति नै, so you'll stay associated with Huawei, your alumni, your community सँग चाहिँ you'll be associated. त्यो वर्ष मात्रै हैन, next year हुन्छ नि, for all the years to come. So it's a wonderful community. After the event सकिसकेपछि पनि it's a great community, एकदमै supportive, friendly. हामी आज Huawei को अफिसमै आएर दिइराछौँ यो सेसन हैन. So it's such a friendly, amazing environment and community. So त्यस्तो अहिले तपाईको क्वेशन एन्सर गर्दा ठ्याक्क सेट यो टाइमदेखि यो टाइम भन्न नै अप्ठ्यारो हुन्छ because it's a very ongoing thing. जहिले पनि छ, if you can make the best out of it, it's always available to you. Yes, 17 हो. ल, I think अब we should formally start. yes. Hey, hi everyone. म चाहिँ Seeds for the Future को बारे हल्का डिस्क्राइब गर्छु and we will be sharing our experience. त्यसपछि हामी तपाईहरुको Q&A पनि फलो अप गर्ने छौं. Okay, so introduction बाट सुरु गर्छु है. मेरो नाम चाहिँ साधना बन्ती. म चाहिँ अहिले करेन्टली मेरो 4th year भर्खर सुरु भयो पुल्चोक क्याम्पसमा as a computer engineering student. अनि this Hi everyone. मेरो नाम चाहिँ एन्जेलिना घिमिरे. म चाहिँ काठमाडौँ युनिभर्सिटी 4th year मा कम्प्युटर साइन्स सक्यो भनौँ अब एक्जाम मात्रै बाँकी छ फाइनल सेमेस्टरको. अनि म पनि उनीहरुसँग लास्ट इयरको चाहिँ सीड. So hello everyone, म चाहिँ प्रियान्जु शर्मा. म पनि काठमाडौँ युनिभर्सिटीबाट अहिले ब्याचलर्स कम्प्लिट गरेर बसिरहेको छु. म पनि Seeds for the Future 2024 को रिप्रेजेन्टेटिभ. अनि आज चाहिँ हामी हजुरहरुको क्वेशन सल्भ गर्नको लागि चाहिँ हैन यता एकदम एक्साइटेड छौं किनभने चाहिँ हामी त्यो फेजमा थियो लाइक इक्वल लाइक कस्तो क्वेशन्स आउँछ, कसरी सिलेक्ट हुने, के हुन्छ हैन प्रोग्राम्सहरु. सो हामी एकदम एक्साइटेड छौं हजुरहरुको क्वेशन्स आन्सर गर्नको लागि. यस, अनि यतिकै के रे क्वेशन केही छ भने अनम्युट गरेर भन्दा पनि हुन्छ, ह्यान्ड रेज गरेर, नभए त Q&A को अप्सन देख्नुहुन्छ त्यहाँबाट ड्रप गर्दा पनि हुन्छ है त. अब I think we'll formally start. So हाम्रो प्रेजेन्टेसन भएर बेलामा चाहिँ if you have any questions त्यो चाहिँ कमेन्टमा ड्रप गरिदिनु. अनि आफ्टर दैट चाहिँ फर्मली हाम्रो Q&A सेसन स्टार्ट हुन्छ. त्यसपछि इन्टरेक्टिभ बनाएर माइक अनम्युट गर्न नि गरियो हुन्छ. ओके, सो हुवावेको Seeds for the Future प्रोग्रामको बारे एउटा सर्ट समरी जस्तो भन्छु है त म. के हो मलाई चाहिँ सुरुमा यो हुवावेको बारेमा चाहिँ नाम मैले कति 7 कि 8 क्लासतिर चाहिँ हुवावे भन्ने सुनेको थिएँ क्या. त्यो फोनहरु एकदम फेमस भएको थियो नि त्यो हुवावे नोभा वाला. अनि ल खतरा फोन, आइफोनलाई टक्कर दिने फोन वाला, त्यसरी थाहा थियो है मलाई. हुवावेको नाम चाहिँ त्यति बेला सुनेको थिएँ. अनि Seeds for the Future चाहिँ ठ्याक्क मैले त्यो म कति फर्स्ट इयरको सुरुतिर लिङ्क्डइन चलाउने बेलातिर देखाएको थिएँ कि दिदीहरु थाइल्यान्ड यताउति गएको.
अनि त्यसपछि चाहिँ त्यो पेज चाहिँ लाइक गरिरहेको थिएँ खासै त्यस्तो खासै थाहा थिएन अब दिदीहरू त खतरा मान्छेहरू यताउति जस्तो फिल भएको थियो अनि पछि एक्चुअली त्यो फेरि एकचोटि एप्लिकेसन खोल्दाखेरि चाहिँ पोहोरपालि एकचोटि हेरेको चाहिँ कस्तो मान्छेहरू चाहिँ सेलेक्ट हुन्छ के चाहिँ रहेछ यो सिट्स फर द फ्युचर भन्ने हेरेको चाहिँ अनि अहिले हेर्दाखेरि चाहिँ मलाई के थाहा छ भन्दा सिट्स फर द फ्युचर भनेको चाहिँ एउटा हुवावेले अर्गनाइज गरेको सिएसआर प्रोग्राम जुन चाहिँ ग्लोबली जस्तै हामी स्टुडेन्ट्सहरू बिच यो हामी सेलेक्टेड नेपालबाट सेलेक्टेड स्टुडेन्ट्स भयौँ होइन हामी यस्तै गरी ग्लोबली नै डिफ्रेन्ट कन्ट्रिजहरूबाट स्टुडेन्ट्सहरू सेलेक्ट गरेको हुन्छ क्या त्यो एउटा सर्टेन टेक फर गुड भन्ने कम्पिटिसनमा पार्टिसिपेट गर्नको लागि अनि यो टेक फर गुड कम्पिटिसनमा पार्टिसिपेट गराउनुको उनीहरूको मेन रिजन भनेको चाहिँ नेटवर्किङ अनि यो हामी युथहरूसँग त धेरै आइडियाजहरू हुन्छ नि त एकदम क्रिएटिभ माइन्ड्स हुन्छ अनि त्यस्तो माइन्ड्सहरूलाई चाहिँ सँगै लिएर आएर नेटवर्क गराउने अनि त्यो आइडियालाई चाहिँ रियल वर्ल्डमै कसरी चाहिँ इन्टिग्रेट गर्न सक्छौँ भन्ने कुरा हुन्छ नि त्यो त्यसरी चाहिँ इम्प्लिमेन्ट गराउन सकोस् भन्ने एउटा प्रोग्राम हो क्या सो हुवावेले चाहिँ त्यही गराउन खोजिरहेको छ यसमा केही एड अन गर्नुपर्ने छ पर्फेक्ट छैन त्यही हो आई थिङ्क त्यो के भन्छ होला त एप्याक र ग्लोबल ओके सो भन्छ हाम्रो अस्तिको पालि चाहिँ हाम्रोमा चाहिँ 25वटा कन्ट्रिजहरू चाहिँ पार्टिसिपेट गरेको थियो हामी गएको बेला चाहिँ चाइनाको बेला त्यस्तै डिफ्रेन्ट हुन्छ कि युरोपको छुट्टै हुन्छ अनि अफ्रिकनहरूको छुट्टै हुन्छ त्यस्तो डिफ्रेन्ट हुन्छ त्यहाँबाट चाहिँ दुईजना फाइनलिस्ट सेलेक्ट गर्छ कि जस्तै 25 कन्ट्रिजहरू डिफ्रेन्ट कन्टिनेन्ट्सबाट फाइनलिस्ट सेलेक्ट गर्छ अनि तिनीहरूको पनि अझ ग्लोबल राउन्ड हुन्छ कि अनि त्यहाँबाट चाहिँ जो विनर हुन्छ उसलाई चाहिँ उनीहरूले ग्रान्ट दिन्छ क्या त्यो आफ्नो आइडिया हुन्छ नि जुन बिजनेस पिच त्यसलाई चाहिँ अझ फरवर्ड मुभ अन गराउनको लागि अनि हामी यहाँ नेपालमा जो चाहिँ सेलेक्ट हुन्छौँ नि सुरुमा सर्ट लिस्ट हुन्छौँ उनीहरूलाई चाहिँ ट्रेनिङ वर्कसपहरू पनि प्रोभाइड गर्छ कि उहाँहरूले हामी अस्ति सेलेक्ट भएको बेला चाहिँ हामीलाई जस्तै युनेस्कोभित्र त्यो एआई एथिक्स रिलेटेड डिस्कसनमा इन्भल्भ गराउनु भएको थियो त्यसपछि हामी डेटा सेन्टर पनि पुगेको थियौँ एन्सर डेटा सेन्टर त्यस्तो ठाउँहरू जो पाए त्यही चाहिँ जान पाउँदैन कि एकदम हामी चाहिँ एकदम लक्की भन्छौँ अनि त्यसपछि त्यो रेन स्टुडियो त्यो एनिमेसनवाला नेपालमा पनि यस्तो खतरा एनिमेटेड भिडियोजहरू बनाउँछ भन्ने हामीले त्यति बेला बल्ल रियलाइज गरेको थियौँ कि सो इट इज सच एन अमेजिङ अपर्च्युनिटी अनि आइ एम सो ग्ल्याड द्याट आई वाज सेलेक्टेड त्यो पालिमा चाहिँ अनि हामीलाई अनलाइन पनि थियो नि अनलाइन ट्रेनिङहरू पनि छ हुवावेको जे होस् फ्रीले एक्सेस नहुने पब्लिकलाई त्यो पनि हामीले गर्न पाएको थियो अनलाइन सो अनलाइन एन्ड अफलाइन दुवै लेभलमा इभन इफ यु डोन्ट मेक इट टु चाइना हामीले भन्न खोजेको चाहिँ इभन इफ यु डोन्ट मेक इट टु चाइना यही नेपालको बुट क्याम्प मात्रै हजुरहरूले एक्सपिरियन्स गर्न पाउनु भयो भने पनि इट्स एन अमेजिङ लर्निङ अपर्च्युनिटी यु गेट टु सी प्लेसेस जुन अरू वेजमा यु क्यान नट त्यहाँ पुग्नै सकिँदैन त्यस्तो ठाउँहरूमा लगेर घुम्ने सिक्ने मौका पाउनुहुन्छ तपाईँहरूले सो इट्स अलवेज ला म चाइनासम्म सिलेक्ट हुन सक्दिनँ होला जस्तो मात्रै लागेको छ भने पनि इफ यु फिल लाइक यु क्यान मेक इट टु द नेपालको बुट क्याम्प इट्स स्टिल वर्थ अप्लाइङ फर बिकज इट्स स्टिल सच एन अमेजिङ एक्सपिरियन्स I'm from Nepal and I'm studying at India. Can I fill the form? इन्डियामा भएकोले चाहिँ अप्लाई गर्नु पाउँदैन किनभने ट्रेनिङहरू त सब नेपालमै हुन्छ एन्ड यु हेभ टु बी प्रेजेन्ट हियर अल्सो यो चाहिँ लाइक बिकज इफ हजुर इन्डिया भए पनि हजुर नेपाली युनिभर्सिटीमा चाहिँ अध्ययनरत हुनुहुन्थ्यो भने चाहिँ हजुरको पोसिबिलिटी हुन्थ्यो होइन तर बिकज यु स्टडिङ इन इन्डियन युनिभर्सिटी अनि त्यो चाहिँ यो पर्टिकुलर प्रोग्राममा चाहिँ इन्भल्भ छैन त्यसैले चाहिँ पाइँदैन ओके सो अर्को प्रेजेन्टेसनतिर लागौँ है त सो हाम्रो यो एक्सपिरियन्स बारे सुरुमा चाहिँ एक्सपिरियन्स सेयरिङमा प्रियान्सी दिदीले एक्सपिरियन्स सेयर गर्नुहुन्छ हाम्रो एकचोटि सुनौँ है त हस् सो स्क्रिन भिजिबल छ ओके सो हामी चाहिँ टिम नेपाल सिड्स फर द फ्युचर 2024 को लागि अनि यो चाहिँ हाम्रो डेमो डे पिच दिइसकेपछिको फोटो हो होइन अब मेरो बारेमा त थाहा भइसक्यो म कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट काठमाडौँ युनिभर्सिटीबाट मेरो थोरै जर्नी सुन्यो भने चाहिँ आई वाज समन वाज रियली अलवेज इन्ट्रेस्टेड इन ह्याकाथन्स होइन सो
म फर्स्ट इयरदेखि नै ब्याचलर्सको ह्याकाथन्सहरूमा पार्टिसिपेट गर्थेँ अनि यस्तो इभेन्ट्सहरू अनि त्यसपछि नेटवर्किङ सेसन्सहरूमा चाहिँ एकदम कनेक्ट हुन्थेँ अनि मलाई चाहिँ एकदम रमाइलो लाग्थ्यो होइन अनि यही फेजमा चाहिँ मैले हुआवे सिड्स फर द फ्युचरको बारेमा सुनेको थिएँ सो फर्स्ट एकदम अट्र्याक्टिभ चाहिँ के हो भने यु गेट टु ट्राभल अब्रड भन्ने कुराले चाहिँ सबैजनालाई अट्र्याक्ट गरेको हुन्छ कि अनि त्यो चाहिँ मैले नि सुनेको थिएँ अनि सो आई न्यू द्याट लाइक जब म सिड्स फर द फ्युचरको बारेमा सुनेँ आई न्यू द्याट इट वुड बी so much about personal development, networking, tech exposure, China गएर एकदम like advanced technology हामीले experience गर्न पाउँछौँ अनि it will be about team building तर सबैभन्दा चाहिँ हाम्रो country नेपाललाई चाहिँ हामीले global platformमा चाहिँ recognize गराउन सक्छौँ हामीले नेपाललाई चाहिँ एउटा global platformमा जिताउन सक्छौँ भन्ने कुराले चाहिँ एकदम inspire गरेको थियो सो मैले सोचेको जस्तै Seeds for the Future प्रोग्रामले मलाई यो सबै कुरा एक्सपिरियन्स गर्न गरायो होइन सो जर्नीको बारेमा कुरा गऱ्यो भने अघि न एन्जेलिना साधनाले भने जस्तै हाम्रो धेरै ट्रेनिङ वर्कसप्सहरू भएको थियो होइन सो फर्स्टमा चाहिँ हामी युनेस्कोमा गएर चाहिँ देयर वाज दिस वर्कसप इन एआई एन्ड एथिक्स अनि त्यहाँ पनि हाम्रो एकदम हिटेड लाइक डिस्कसन होइन एआई कतिको एथिकल छैन भन्नेवाला कुराहरूमा डिस्कसन भयो अनि एकदम रमाइलो इन्साइटफुल कुराहरू हामीले बुझ्यो एकअर्काको पर्सपेक्टिभ बुझ्यो त्यसपछि एनसिएल डेटा सेन्टर भिजिट जुन चाहिँ सबै जो साधनाले भने जस्तै सबै कमन मान्छेहरू भिजिट गर्न नपाउने हो होइन तर हामीले पायो त्यो अपर्च्युनिटी अनि एनएफएन ट्रेन स्टुडियो एउटा लाइक एकदम इन्ट्रेस्टिङ हामीले सोचेको थिएनौँ यस्तो लाइक यस्तो ठाउँमा पनि भिजिट गराउँछ भनेर तर इट वाज वान अफ द मोस्ट एकदम क्रिएटिभ होइन प्रोसेस उनीहरूले कसरी यो एनिमेटेड कार्टुन्सहरूको बारेमादेखि लिएर भिडियोजहरू नेपालमै प्रडक्सन भइरहेको कुराहरूको बारेमा बुझ्यौँ अनि त्यसपछि चाहिँ हाम्रो फाइनल इन्टरभ्यू थियो सो आई थिङ्क हजुरको पालामा पनि इट्स गन बी द सेम होइन फाइनल इन्टरभ्यू इज द डिसाइडिङ बिकज त्यो जति एप्लिकेन्ट्सहरू आउँछ त्यहाँबाट सेलेक्टेड भएको 30जनामा पनि जम्मा 6जना अरू 7जना हाम्रो पालामा 6जना होइन त्योभन्दा अगाडि डिफ्रेन्ट नम्बर्सहरू थियो त त्यतिजना मान्छे चाहिँ चाइना जान पाउँछ होइन सो हामी चाहिँ 6जना लकी अस सेलेक्टेड है म प्रियान्शु एन्जेलिना साधना समृद्धि आशिष र समीप चाहिँ अहिले जापानमा रमाइलो गर्दैछ सो यस एकदम ग्रोथ भइरहेछ अनि लाइक साउट आउट टु देम अल्सो होइन अब उनीहरू यहाँ नभए तापनि सबै एक्सपिरियन्सहरू चाहिँ उनीहरूसँगै हामीले लिभ गरेको छ अनि त्यो चाहिँ यो थ्रु आउट द प्रेजेन्टेसन देखिन्छ होइन सो दिस इज आवर जर्नी टु चाइना होइन यो चाहिँ एयरपोर्टमा हामीले खिचेको तस्बिर एक्साइटेड है अनि हाम्रो चाहिँ किक अफ चाहिँ फर्स्टमा चाहिँ ग्लोबल भिलेजबाट स्टार्ट भयो जुनमा चाहिँ हरेक देशको जस्तो उसले भने 25 कन्ट्रिजहरू पार्टिसिपेट गरेको थियो होइन फिलिपिन्स बङ्गलादेश होइन कोरियाहरू सबैको चाहिँ आफ्नो ट्रेडिसनल अटायरमा चाहिँ हामीले आफ्नो कल्चर चाहिँ इन्ट्रोड्युस गर्यो देयर वाज डान्सेस होइन गाना गाउनेदेखि लिएर होइन डिफ्रेन्ट एक्टहरू होइन गेम्सहरू होइन हामीले चाहिँ के खेल्यो गिटी के भन्छ गट्टा चुङ्गी खेल्दा थियो होइन त्यसपछि इट्स लाइक भेरी मच रमाइलो उ थियो अनि त्यसमा चाहिँ हाम्रो कल्चर पनि सबैजनाले मन पराइदिनु भएको थियो हामीले पनि सबैजनाको कल्चर चाहिँ बुझ्न लाइक देख्न बुझ्न मौका पायौँ सो इभेन्टहरु त अब भइरा हुन्छ होला पोसिबलै हुन्न होला हजुर okay so like throughout the presentation एकैछिन उ गर्दिनु अनि त्यसपछि हामी क्वेसन्सहरु लिन्छौँ है सो या यता कुनामा देख्नुहुन्छ भने यता हामी टिम नेपाल यता छौँ है सो त्यसपछि आयो टेक फर गुड कम्पिटिसन अनि टेक फर गुड कम्पिटिसन चाहिँ यो चाहिँ मेन रिजन हो होइन हामी चाइना गएको चाहिँ अनि यसमा चाहिँ आफ्नो कन्ट्रीमा इम्प्याक्ट पार्ने प्रोजेक्ट्सहरू चाहिँ डिफ्रेन्ट कन्ट्रिजको रिप्रेजेन्टेटिभ्सहरूले चाहिँ लिएर आउँछ अनि त्यसमा चाहिँ हाम्रो एउटा आइडिएसन फर्मेसन कसरी गर्छौँ बिजनेस मोडलदेखि लिएर सबै कुरा चाहिँ डिस्कस हुन्छ होइन अनि यो चाहिँ हाम्रो एकदम हामी पुरै डिस्कस गरिरहेको छौँ कि आइडियाज होइन हामी 6जना मान्छेहरू 6 स्ट्रङ ओपिनियन्स होइन एकदम राम्रो राम्रो आइडियाजहरू आइरहेको हुन्छ अनि त्यसपछि हामीहरू चाहिँ डिस्कस गरेर ओके वाट क्यान बी डन भन्नेवाला कुरा हुन्छ अनि इन द एन्ड वी अल फाइनलाइज्ड दिस इज आवर स्टोरी बोर्ड होइन हामी सबैजनाको मनबाट होइन एकदम हाम्रो एकदम क्लोज प्रोजेक्ट हो यो चाहिँ अल्ट्रा केयर हो होइन यो चाहिँ त्यति बेला हामीले इन्ट्रोड्युस गरेको चाहिँ पोर्टेबल अल्ट्रासाउन्ड टेक्नोलोजी जुनले चाहिँ सोलर पावर र लोकल ल्याङ्ग्वेज इन्टरफेस एडभान्स एल्गोरिदम सहित कम्बाइन गरेर चाहिँ हामीले अर्ली डिटेक्सन अफ अब्स्ट्रक्टिभ कम्प्लिकेसन जुन चाहिँ भनेको
प्रेग्नेन्सी हुने लेडिज अमङ वुमेन होइन प्रेग्नेन्ट वुमेन्सहरूमा चाहिँ देखिने प्रब्लम्सहरूलाई चाहिँ अर्ली स्टेजमा आइडेन्टिफाई गर्नको लागि चाहिँ हामीले अल्ट्रा केयर डेभलप गरेको थियौँ होइन आइडिएसनमा फेरि सोध्थ्यौँ फेरि सोधौँ है रिप्लाई दिएन एक्सक्युज मी एकछिन लाइक प्रेजेन्टेसन पछि क्वेसन सोद्धा हुन्छ अहिले फ्लो इन्टरप्ट हुन्छ ओके सो एनिवेज त्यो चाहिँ हाम्रो सिस्टम भयो होइन हामीले कसरी इम्प्लिमेन्ट गर्ने अनि यो चाहिँ हाम्रो बिजनेस क्यानभास मोडल अनि हामीहरू सबजनाले डिस्कस गर्दै थियौँ अनि यो चाहिँ हाम्रो मेन्टर हुनुहुन्छ बिचमा हरेक टिमलाई चाहिँ एउटा मेन्टर असाइन गरेको हुन्छ अनि उहाँले चाहिँ हामीलाई थ्रु आउट दिस प्रोसेस होइन हाम्रो आइडियाजमा केही कमी कमजोरी छ कि केही इम्प्रुभ गर्न सकिन्छ कि त्यो सबै कुरालाई गाइड गरेर अगाडि बढाउनुहुन्छ होइन सो अनि दिस इज वान अफ द बेस्ट मोमेन्ट्स होइन हामीले पिपल्स चोइस अवार्ड जित्यौँ नेपाललाई रिप्रेजेन्ट गरेर अनि यो चाहिँ एकदम प्राइडको मोमेन्ट थियो किन चाहिँ फर्स्ट टाइम लाइक यो अवार्ड होइन नेपाल हामीले ल्याउन सक्यौँ अनि तर अब यो चाहिँ हाम्रो गिफ्ट ह्याम्पर्सहरू है गाइस गिफ्ट्स आर भेरी ए यही छ गिफ्ट गिफ्ट सो ओके सो गिफ्ट्सहरू होइन तर लाइक अब जित्यौँ तर डिड इट एन्ड हियर इट डजन्ट किनभने चाहिँ यहाँबाट रमाइलो बल्ल सुरु भयो है त्योभन्दा अगाडिसम्म चाहिँ एकदम टेन्सन होइन टेक फर गुड जित्ने 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 अब जितिसकेपछि के भन्नेवाला कुरा थियो अनि त्यसपछि नाउ हामी गयौँ डग वान क्याम्पस भिजिट होइन अनि अब हेर्न सक्नुहुन्छ होइन यो चाहिँ समृद्धि हो होइन समृद्धि पुरै इन्जोय होइन इट्स लाइक डिज्नीको फेरी टेलमा हुने जस्तो होइन हामीले के देखेनौँ होला होइन इट वाज लाइक कस्तो राम्रो आर्किटेक्चर एभ्रिथिङ होइन अनि आई थिङ्क वान अफ द मोस्ट ब्युटिफुल डेज है हामीहरू पुरै राम्री राम्री भएर होइन अनि त्यसपछि यो हाम्रो पिक्चर्सहरू भयो होइन हामीले एकदम इन्जोय गऱ्यौँ त्यसपछि चाहिँ क्रुज डे हामी एकदम लकी थियो हाम्रो पालामा चाहिँ क्रुज पनि थियो अनि यो चाहिँ हाम्रो फाइनल डे थियो अनि त्यसैले अलिकति स्याड पनि थियो भने एकदम त्यो हुन्छ नि लाइक फर द फर्स्ट टाइम हामीहरू सबजना यसरी सिपमा बसेर होइन समुद्रको बिचमा गएर होइन एक्सपिरियन्स सनसेट थियो होइन अनि सबजना लाइक एकदम इमोसनल थियो हक गरेर होइन सबै देख्न सक्नुहुन्छ पिक्चर्सहरूमा होइन नरोला ओके सो एनिवेज त्यसपछि चाहिँ लर्निङ्स चाहिँ चाइनाबाट हामीले धेरै कुराहरू सिक्न पायौँ होइन फर्स्टमा त हामीले टेक फर गुड कम्पिटिसनको बारेमा धेरै कुरा बुझ्न पायौँ चाइनाको इकोसिस्टमहरू होइन चाइना कसरी डेभलप भइरहेछ कसरी उनीहरूले आफ्नो ट्यालेन्टमा इन्भेस्ट गरिरहेछ बिकज इफ हामी एकदम लाइक अलिकति डेकेड अगो हेर्छ भने नेपालभन्दा पनि लाइक कम डेभलप थियो होइन चाइना तर यो लाइक ह्युज यो ह्युज लाइक डेभलपमेन्ट चाहिँ कसरी भयो भन्ने कुराहरूमा चाहिँ हामीले धेरै कुरा सिक्न पायौँ होइन अनि त्यसमा चाहिँ अब उनीहरू वान अफ द मेन थिङ इज उनीहरू इन्भेस्ट गर्छ लोकल ट्यालेन्टमा अर्को चाहिँ उनीहरूले आफ्नै टेक्नोलोजीहरू चाहिँ प्रमोट गर्छ होइन जस्तो थाहा छ होला धेरैजनालाई इन्स्टाग्राम गुगलहरू चल्दैन होइन चाइनामा उनीहरूले आफ्नै प्रडक्ट्सहरू युज गर्छ सो त्यता एउटा पोलिटिकल स्टेबिलिटी पनि छ अनि एउटा एकदम लङ टर्म भिजन पनि छ होइन अनि उनीहरू लाइक स्टार्टअप इकोसिस्टम्सहरूमा चाहिँ एकदम फोकस गर्छ अनि उनीहरू चाहिँ सबैजनालाई माथि उठाउनेमा चाहिँ विश्वास गर्छ रादर देन इन्डिभिजुअल एकदम क्यापिटलिस्ट थिङ्किङ जस्तो होइन त्यसैले चाहिँ अहिले चाहिँ हामी फर्केर हेर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ होइन धेरै लर्निङ्सहरू छ एकदम हाम्रो यो पिक्चर्स भिडियोज त यति धेरै छ कि हाम्रो पुरै होइन सबै मनमा मात्र अटाउन सक्छ स्टोरेज सक्दैन होइन अनि वी आर भेरी ग्रेटफुल है यो हुवावेले हामी जस्तो स्टुडेन्ट्सहरूलाई लिएर हामीलाई यति हेल्प गर्यो होइन यस्तो एक्सपिरियन्स गर्नको लागि लाइक आई क्यान स्पिक फर एभ्री वान यता हामीहरू एकदम राम्रो राम्रो रेस्टुरेन्ट्सहरूमा खाना खायो होला होइन होटल्सहरूमा बस्यो होला होइन एकदम लाइक नाइस भेहिकल्सहरूमा ट्राभल गर्यो होला अनि हामी सोचेको थिएन हामी त्यस्तो पनि एक्सपिरियन्स गर्न पाउँछ भनेर तर एउटा सिएसआर प्रोग्रामले चाहिँ हामी जस्तो स्टुडेन्ट्सहरूलाई चाहिँ एकदम डिफ्रेन्ट पर्सपेक्टिभ अन एन्ड टेक अन लाइफ देखायो अनि आई थिङ्क द्याट इट्स अ लाइफ चेन्जिङ अपर्च्युनिटी होइन अनि सबैजनाले चाहिँ प्लिज जस्ट ट्राई इभन इफ यु थिङ्क द्याट आइम नट लाइक मैले पाउँदिनँ कि जस्तो भयो भने जस्ट ट्राई गिभ इट युर बेस्ट अनि इफ यु गो देयर यु वन्ट रिग्रेट इट सो त्यति भन्दै चाहिँ म आफ्नो प्रेजेन्टेसन यहीँ खतम गर्छु होइन सो थ्याङ्क यू एभ्री वान I'll hand over this stage again to Sadhna. Okay, so queries के सोध्नु भएको थियो एकजनाले? Okay, so Naveen, I think
अघि इन्डियाको क्वेसन सोध्नु भएको थियो फेरि वी जस्ट वान्ट टु रिपिट सो बिकज नेपाल वावे नेपालले गराएको यो इभेन्ट इट्स केटर्ड टु स्टुडेन्ट्स जो नेपाली युनिभर्सिटीमा चाहिँ टेक पढिराख्नु भएको छ सो इफ यु आर अब तपाईँ त्यहाँ बसिराख्नु मात्रै भएको छ अनि इफ यु क्यान कम हियर फर द इभेन्ट भने चाहिँ पाइन्छ होला कि के हो सर्टलिस्टमै गर्नु हुँदैन जे होस् नेपाली युनिभर्सिटीको स्टुडेन्टहरूको लागि नै बनेको हो सो इफ यु डोन्ट मिट द्याट क्राइटेरिया चाहिँ इभन इफ यु क्यान कम टु नेपाल फर द इभेन्ट आई डोन्ट थिङ्क लाइक यु वन्ट क्वालिफाई फर द प्रोग्राम अनफोर्चुनेटली चाहिँ त्यही हो Did you guys implement the system or was it most? Arko question, did you guys implement the system or was it mostly like ideation? हाम्रो टेक फर गुडको आइडियाको कुरा गर्नु भएको होला सो त्यहाँ चाहिँ के हुन्छ भने 3 डेजको मात्रै हुन्छ टेक फर गुड कम्पिटिसन चाहिँ सो मेनली चाहिँ हाम्रो आइडिया पिचिङ नै हो बिकज टाइमै हुँदैन त्यहाँ हामीले उ गर्नलाई लाइक टु बिल्ड द एक्चुअल प्रडक्ट अनि उता फोकस चाहिँ मोर business like business and impact social impact like throughout the 3 days मा चाहिँ कस्तो हुन्छ भने प्यारलली अरू वर्कसप्सहरू पनि गइरहेको हुन्छ अनि आइडिएसन यो लाइक टेक फर गुडको लागि पनि एउटा स्लट दिएको हुन्छ कि सो त्यो स्लटमा चाहिँ अब हामीहरूले चाहिँ फर्स्ट डे आइडिया एस्टाब्लिस गर्नु पर्यो के गर्ने भनेर होइन अनि सेकेन्ड डे वी वर्क अन द आइडिया त्यसपछि बिजनेस क्यानभास मोडलदेखि लिएर सबै कुरा तर अहिलेको स्टेजमा चाहिँ हामी यो प्रडक्टको बारेमा चाहिँ अझ लाइक वी आर लाइक थिङ्किङ अफ टेकिङ इट टु अनदर लेभल सो यो फेजमा चाहिँ हामी कन्टिन्यू गरिरहेको छ तर चाइनामा चाहिँ हामीले चाहिँ त्यसमा केही लाइक डेभलप गरेर केही टुल चाहिँ देखाउन सकेनौँ अनि अल्सो लाइक नन अफ द लाइक टिम्सले चाहिँ त्यसरी लाइक एउटा टेक्नोलोजी डेभलप गरेर एउटा सिस्टम चाहिँ बनाउँदैन तर सबैजनाले आफ्नो कन्ट्रीको प्रब्लम अनि त्यसलाई चाहिँ कसरी एड्रेस गर्न सक्छ भनेर चाहिँ एउटा टेक्नोलोजिकल आइडिया चाहिँ पिच गर्छौँ अनि त्यहाँ गएर प्रोटोटाइप कोही लाइक धेरैजनाले बनाउनु भएको थिएन कोही बनाउनु भएको थियो तर आई डोन्ट थिङ्क जोसँग प्रोटोटाइप थियो उनीहरूलाई कुनै टाइप अफ एडभान्टेज थिएन स्पेसल पोइन्ट्स फर पिपल हु विथ द प्रोटोटाइप जस्तो थिएन हामीले मोर इम्प्याक्टको साइड अनि बिजनेस फिजिबिलिटी त्यहाँ हजुरहरू गएपछि त्यहाँ हजुरलाई उनी दिन्छ क्राइटेरिया कस्तो प्रोजेक्ट बनाउनुपर्छ जजिङ क्राइटेरिया के हुन्छ भनेर प्रोभाइडेड हुन्छ सुरुदेखि नै अनि त्यो 3 डेजमा चाहिँ यु हेभ युर मेन्टोर अनि हरेक स्टेज लाइक डिफ्रेन्ट क्राइटेरिया मिट गर्ने आइडिएसनदेखि लिएर बिजनेस मोडलसम्म होल फेजमा there will be people who will guide you so अहिलेदेखि त्यो प्रोटोटाइपहरू त्यस्तोको चाहिँ चिन्ता लिनु पर्दैन त्यहाँ गएर फुल्ली हेल्प्ड र फुल्ली जे होस् एकदमै सपोर्टका साथ यु क्यान बिल्ड योर आइडिया यु हेभ टु पिच द आइडिया यस ओके अब फेरि अर्को प्रेजेन्टेसनतिर जाऊँ है हामी हजुरहरूलाई केही क्वेरिज छ भने चाहिँ प्लिज प्रेजेन्टेसन दिइरहेको बेला चाहिँ त्यो क्युएनएमै ड्रप गरिदिनु होला बिचमा इन्टरप्ट चाहिँ नगरिदिनु हामी पछि एड्रेस गरिहाल्छौँ त्यो क्वेसन्सहरू चाहिँ सो अब अर्को प्रेजेन्टेसन एक्सक्युज मी हजुर मेरो एउटा क्वेरी थियो सोध्नु न यो क्यान्डिडेटहरूको फर्म लाइक हाउ क्यान आई मेक इट लाइक स्ट्यान्ड आउट हुन्छ नि वाट डु त्यो फर्म्सहरू हेर्ने मान्छेले लाइक के ट्रेट्सहरू मेनली हेर्छन् होला लाइक हाउ क्यान आई मेक माई फर्म स्ट्यान्ड आउट जस्तो ओके यो चाहिँ हामी दिदीको प्रेजेन्टेसन अलिक सर्ट छ 5 मिनट्स जतिको त्यसपछि एड्रेस गर्छौँ है यो क्वेरिजहरू चाहिँ हाम्रो गुगल फर्म्समा पनि आएको थियो अनि हामीले चाहिँ यो सेसन पछि एड्रेस गर्छौँ भनेर राखेको छौँ सो प्लिज एकछिन पेसेन्टली बसिदिनु होला है हामी एड्रेस गर्छौँ नि आई थिङ्क सबैजनाको मेन क्वेसन नै त्यही हो हाउ डिड यु गेट सिलेक्टेड सो द्याट I'll keep it very short. I don't have a lot to say. Redundantly, only different perspective, my experience. Share motivation life. Just our presentation say, experience share just to encourage you guys to apply. Presenting you go first. Got you. Okay. So, Seeds for the Future 2024. Suruma, I just have a couple of pictures of all of us in China having the time of our lives. I know. Yeah. So you got it clearly, I know that, but this was just a cute little video of all of us dancing China, I know. And looking back, my 10-day journey in China as a seed
that was representing नेपालमा चाहिँ मेरो ब्रेनमा चाहिँ मोस्ट स्ट्यान्ड आउट मोमेन्ट चाहिँ यो दिस exact moment हुन्छ के जहिले पनि because going back अहिले हजुरहरूले भिडियो हेर्दा it's just we're having fun, we're having the time of our lives, streetमा यत्तिकै नाचिरहेछ तर त्यो दिनमा हामीले if we go back यो चाहिँ हाम्रो पिच डेको 2 दिन अगाडि थियो हैन अनि त्यसपछि जे होस् यो डान्स गर्नुभन्दा अगाडि two of us had just finished crying for an unknown reason. Two of us? Guess अब त्यो हामी expose गर्दैनौ. We had just finished crying, है. अर्को दुईजना मान्छे भेजिटेरियन चाइनामा भेज अप्सन चाहिँ छैन उनीहरू they're starving बिचारा खाना खाएको छैन दुईजनाले everyone is so stressed अनि हामीले पर्सिस अफ पिच डे हाम्रो आइडिया हामीले अहिलेसम्म डिसाइड गर्न सकेका छैन 6 जनाको 6 डिफ्रेन्ट आइडियाज छ एकजनाले यो भनेको छ अर्कोले त्यो भनेको छ होइन मेरो आइडिया राम्रो भनेको छ जे होस् अनि सुता छैन त्यसमाथि सो स्ट्रेस त्यहाँ ल्याङ्ग्वेज बुझ्दैन कसैले जे होस् you can imagine how difficult it was तर त्यही पनि after all of that after having such a hectic day यो मोमेन्टमा when we were walking down the streets हैन एकदम स्ट्रेस भएर होइन ब्रेकमा जाम भनेर हामी वक लिनलाई गइरहेको थियौँ अनि त्यस पछाडि गीत बजिरहेको थियो कि चाइनिज and then there were couples just dancing त्यो बाटोमा and then just we forgot everything in that moment and then we just held hands अनि सर्कलमा यस्तो नाच्दै बसिरहेको थियौँ हामी and then त्यो कस्तो it beautifully captures everything that this journey was because it was difficult it was very stressful we had our differences हैन तर at the end of the day we put all of that aside and we came together and we created something that was so beautiful and that we'll never forget for the rest of our lives okay so that's why I think just to show you guys what the journey is like and to capture it in like एउटा snapshot ma चाहिँ मैले राख्नु थियो भने चाहिँ मलाई यो भिडियो याद आउँछ जहिले पनि that's why I wanted to share this with you guys right so moving on initial expectations अब मैले चाहिँ प्रियान्शुले पनि भनिसक्यो किन अप्लाई गरे 2 रिजन्स थियो फर्स्टमा त देखिसक्नु भयो चाइनिज मलाई फ्रीमा चाइना जानु थियो मेरो मेन रिजन त्यो थियो अनि सेकेन्ड चाहिँ अब म कम्प्युटर साइन्स स्टुडेन्ट हो वावे भनेको टेक कम्पनी सिड्स फर द फ्युचर भनेको टेक रिलेटेड मलाई खासै थाहा पनि थिएन आई जस्ट न्यू द्याट इट वाज टेक रिलेटेड एउटा इभेन्ट अनि त्यहाँ गएर चाहिँ मेरो एटलिस्ट टेक्निकल वाला साइड चाहिँ मेरो ग्रो हुन्छ भनेर त्यति दुईटा हो मैले एक्सपेक्ट गरेँ त्यो भन्दा मेन त चाइना जानु नै थियो हैन मेन एक्सपेक्टेसन चाहिँ तर म गएँ एन्ड देन मैले जे एक्सपेक्ट गरेको थिएँ एभ्रिथिङ द्याट आई एक्सपेक्टेड आउट अफ दिस जर्नी लाइक मैले जे एक्सपिरियन्स गर्न पाएँ त्यसको अगाडि यस्तो माइनर थियो कि मेरो एक्सपेक्टेसन्स बिकज आई फाउन्ड सो मच मोर देन लर्निङ आई फाउन्ड सो मच मोर देन जस्ट गेटिङ टु गो टु चाइना फर फ्री So first thing, learning beyond tech, right? I think because we are tech students and we apply, isma apply गर्ने बेला हामी जहिले पनि tech aspect बाट मात्रै सोच्छौं के and we build things, we love coding, we love creating products, but we never think about the consequence of it. यो कसरी चलाउँछ मान्छेहरूले यसको impact कस्तो हुन्छ भनेर so त्यो tech बाट बाहिर step गरेर चाहिँ मेरो product, मेरो education को real life impact के हुन्छ भनेर चाहिँ मैले एकदमै राम्ररी सिके चाइना गएर Second point, cultural immersion and global collaboration. Obviously, अब China गएको छ 25 different countries बाट different मान्छेहरू आउनु भएको छ. They have their own languages, own cuisines, own हुन्छ नि attire. सबैजनाको प्रब्लमहरू countryको different problems छ, solutionहरू कस्तो unique छ, different perspectives छ. So त्यो हेर्न पाउँदा कस्तो horizon expand हुँदो रहेछ. नेपाल कस्तो एउटा सानो बबल जस्तो फिल भयो कि त्यहाँ गएर अनि वाउ वर्ल्ड त यस्तो हुँदो रहेछ यस्तो मान्छेहरू भेट्नु पाउँदो रहेछ त्यस्तो फिल भएको थियो त्यहाँ गएर सो द्याट वाज अल्सो समथिङ भेरी एकदम लाइफ चेन्जिङ थियो त्यो चाहिँ होइन अनि थर्ड इन्सपिरेसन फ्रम चाइनाज टेक ल्यान्डस्केप त्यो त अघि प्रियान्शुले पनि भनिसक्यो नेपालबाट चाइना गएर एज टेक स्टुडेन्ट्स त हेभेन पुगे जस्तै हुन्छ इट्स सो एडभान्स्ड त्यहाँ हामी त्यो के अरे ट्रेन चढेको थियो इलेक्ट्रिक ट्रेनदेखि लिएर द लाइक फोन्सहरू हुन्छ नि एभ्रिथिङ अबाउट चाइना वाज सो रोबोट पनि थियो नि एउटा रोबोटहरू थियो वेटरहरू होइन सो जस्ट सो एडभान्स कि अनि वाउ एटलिस्ट के त्यहाँ गएर के भयो भने ल मैले नेपालमा बसेर टेक पढाएको छु मेरो देशमा इफ आई क्यान जस्ट टेक 1% यति चाइनामा जे छ त्यसको 1% मात्रै मैले नेपालमा लान सकेँ भने पनि कस्तो राम्रो हुन्थ्यो होला मेरो देश त्यो वाला आउँदो रहेछ कि फिलिङ त्यहाँ गएर होइन सो द्याट वाज द थर्ड थिङ अनि लास्टली अभियसली लाइफ लङ फ्रेन्डसिप्स
with these amazing guys and the other people अघि हामी कुरा गरेको होइन this is so important यो त मैले सोचेकै थिइनँ यो पनि एउटा बाई प्रडक्ट हुन्छ भनेर मैले सोचेकै थिइनँ तर अहिले लुकिङ ब्याक वान अफ माई बिगेस्ट अर्निङ्स मैले गेन गरेको सबैभन्दा इम्पोर्टेन्ट कुरा मध्ये चाहिँ दिस पिपल एन्ड द मेनी अदर फ्रेन्डसिप्स अरू देशको मान्छेहरूसँग मैले जे सेयर गर्न पाएँ द्याट वाज जस्ट एक्सट्रिमली लाइफ चेन्जिङ फर मी सो की टेकअवेज है त फर्स्टमा embracing conflict as a catalyst for growth. कन्फ्लिक्ट धेरै कन्फ्लिक्ट गर्नु पुरै झगडा गर्दा आइफिन त भुतालेर आएको होला त्यस्तो होइन होइन तर के हो भने के हुन्छ हजुरहरूलाई नि यस्तै हुन्छ होला जब यहाँबाट हामी सिलेक्ट भएर जान्छौँ नि वेयर अल लिडर्स के एकदम दामी 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 मान्छेहरू सिलेक्ट गरेर गएको हुन्छ नि त अनि सबैजना एउटा टिममा एभ्री वान इज लिडर एभ्री वान वान्ट्स टु हुन्छ सबैको ब्रिलियन्ट आइडियाज छ सबैजनालाई आफ्नो आइडिया मनपर्छ त्यस्तो भएपछि एकदमै धेरै डिफरेन्सेस आउँछ कि तर what you should not do is let these differences affect you negatively त्यसलाई चाहिँ युज गर्ने आफ्नो फेभरमा टु बिल्ड एन आइडिया द्याट जो सबैको आइडियाज एन्कम्पस गरेर एउटा सलिड ग्रान्ड आइडिया बनाउन चाहिँ हेल्प गर्दो रहेछ सो यो चाहिँ मेरो मेन टिचिङै यही हो चाइनाको कि कसरी कन्फ्लिक्ट र डिफरेन्सेसलाई ग्रोथको लागि युज गर्न मिल्छ होइन सेकेन्ड सेलिब्रेट डाइभर्सिटी एन्ड डिफ्रेन्ट पर्सपेक्टिभ्स सेम कुरा एक्सटेन्सन भयो तर त्यहाँ गएर अरू देशको मान्छेहरूलाई चिन्दा देख्दा त्यो पनि एउटा एकदम डाइभर्सिटी र डिफ्रेन्ट पर्सपेक्टिभ्सहरूलाई एकदम रिस्पेक्ट गर्न सिकेँ मैले थर्ड ट्रु मिनिङ अफ टिम वर्क चाइना जस्तो टिम वर्क त मैले कहीँ पनि कहिले पनि देखेकै थिइनँ पहिला लाग्थ्यो ल होइन टिममा त काम गर्दा त हो साथीहरूसँग प्रोजेक्ट गरेर हुन्छ स्कुलमा नि गरे हो जस्तो लाग्छ त्यहाँ गएर जे होस् द्याट्स लाइक ट्रु टिम वर्क त्यहाँ गएर सिकिँदो रहेछ It's so important to be able to work in a team and to just train yourself to become more of a team player because त्यो लाइफमा जहाँ जाँदा पनि एकदम इम्पोर्टेन्ट स्किल हुँदो रहेछ अनि त्यो चाहिँ मैले त्यहाँबाट सिकेँ अनि लास्टली द स्ट्रेङ्थ अफ युनिटी एन्ड कमन गोल्स बिकज हामी गयौँ 6 जना थियौँ सबैजना वी वर डिफ्रेन्ट पिपल फ्रम डिफ्रेन्ट ब्याकग्राउन्ड्स फ्रम डिफ्रेन्ट स्कुल्स फ्रम डिफ्रेन्ट हाउस होल्ड्स एकदमै वी वर डिफ्रेन्ट पिपल ठिक छ हामी सबैजना नेपाली थियो नेपालले रिप्रेजेन्ट गर्न गएको थियो तर वी वर डिफ्रेन्ट But what brought us together was the fact that our common goals too. And we were willing to put aside our differences for our common goal. We were willing to come together to win. Our end goal, to represent Nepal, to make Nepal proud. So these were some of the key takeaways that I had. To sum it up, just because you're tech students, tech ko lagi matre yo event nalinu because there's so much that Huawei and Seeds for the Future program has to offer to you. त्यही भएर अहिलेदेखि नै होइन मेरो टेक स्किल्स राम्रो छैन मेरो ग्रेड्स राम्रो छैन भने डु नट लेट द्याट अफेक्ट यु ओर स्टप यु फ्रम अप्लाइङ बिकज द्याट्स नट द ओन्ली थिङ द्याट्स इम्पोर्टेन्ट सो मेनी अरू फ्याक्टरहरू छ हामी अहिले एकछिनमा डिस्कस गर्छौँ अनि त्यही हो I just really want you guys to apply and experience what I've got the amazing of experiencing this year. Thank you. So यसैसँग हाम्रो presentation चाहिँ end हुन्छ अनि it's time for the questions to flow in. We're waiting, ready to answer सबै difficult questions-हरु. First-मा चाहिँ I think सुजनाले question गरेको थियो how to make your CV or application stand out को बारेमा चाहिँ डिस्कस गर्ने होला हैन सो हामीहरु आफ्नो आफ्नो पर्सपेक्टिभ भन्छ सो बिकज हामीलाई डिफ्रेन्ट कुराहरुले चाहिँ हाम्रो एप्लिकेसन स्ट्यान्ड आउट गरेको जस्तो लाग्छ सो हामी त्यो कुराहरु गर्दै गर्छौं फर्स्टमा चाहिँ मोडरेटरलाई अब क्वेशन आन्सर सो कसले के सोध्यो त्यो हैन अघिनको क्वेशन स्टार्ट गरौँ है त सो म आफ्नो पर्सपेक्टिभबाट भन्छु सो फर्स्ट अफ अल चाहिँ सिलेक्सन हुनको लागि चाहिँ त्यो क्वेसन आन्सर्स प्लस एउटा सिभी पनि अट्याच गर्नुपर्छ होला हैन सो द क्वेसन्समा चाहिँ जस्ट एकदम जेन्युइनली पुट एफर्ट इन राइटिङ इट डोन्ट जस्ट राइट 1-2 लाइन्स हैन एकदम र्यान्डमली हैन दिस इज वाइ आई वान्ट टु गो भनेर हैन just analyze what the question wants from you हैन अनि त्यो कुरा चाहिँ एकदम जेन्युइनली एक्सप्रेस गर्नुहोस् अर्को चाहिँ एकदम मेजर इम्पोर्टेन्ट चाहिँ सिभी हुन्छ हैन अनि सिभीमा चाहिँ हजुरले गरेको सानो लिडरशिप स्किल्स देखि लिएर प्रोजेक्ट्सहरु देखि लिएर सबै चाहिँ एकदम क्लियरली भिजिबल वेमा चाहिँ राख्नुहोस् हैन धेरै पनि ब्र्याग नगर्नुहोस् अनि एकदम कम्प्याक्ट टक्क लाएर यो काम गरेको छु यो प्रोजेक्ट्सहरु गरेको छु
जे होस् हजुरलाई एउटा मोटिभेसन चाहिँ टेक्नोलोजीलाई चाहिँ बिकज आई थिङ्क अल अफ यु आर फ्रम टेक ब्याकग्राउन्ड होइन सो टेक्नोलोजी युज गरेर चाहिँ केही राम्रो इम्प्याक्ट गर्छु भन्ने चाहिँ भावना होस् अनि हजुरको प्रोजेक्ट्सहरू अनि हजुरको सिभीबाट पनि त्यो रिफ्लेक्ट भएपछि चाहिँ त्यो एकदम राम्रो हुन्छ जस्तो लाग्छ सो साधना एड गर न केले चाहिँ स्ट्यान्ड आउट गराउने जस्तै दिदीले भन्नुभयो ब्र्याग नगर्ने यताउति भनेर त्यो चाहिँ एकदम ट्रु हो क्या जस्तै अब तपाईँ जसो ब्र्याग गरेर सिभीमा सुरुको राउन्डमा सर्ट लिस्ट हुनु पऱ्यो होइन इमेजिन सर्ट लिस्ट हुनु पऱ्यो इन्टरभ्यूमा लिटरली कस्तो खतरा जजेसहरू बस्नुहुन्छ 1 सेकेन्ड के अरे 10 सेकेन्डमा पत्ता लगाउनुहुन्छ क्या तपाईँले यत्तिकै ब्र्याग गरेको हो कि के गर्ने हो भनेर डिन सरहरू केयुको टियुको अनि त्यो के साइन्स एन्ड टेक्नोलोजीको मिनिस्टर पनि आउनुहुन्छ है अनि कस्तो खतरा जजेसहरू हुनुहुन्छ यतापट्टि त्यो टेक्निकल साइडको अनि हाम्रो बिहेभियरल साइडमा पनि अब त्यो पर्सनालिटी पनि चेक गर्नुहुन्छ कि अर्को जजेसहरूले युनेस्को मान्छेहरू आएर चेक गर्नुहुन्छ अनि थाहा हुन्छ क्या जस्तै जजेसहरूले चाहिँ कसरी उल्लु बनाउन सक्दैन सो प्लिज बी जेन्युन तपाईँले एप्लिकेसनमा के लेख्नुहुन्छ तपाईँले रेज्युमेमा के लेख्नुहुन्छ होइन थोरै आए पनि आफूले जेन्युनली के सिकेको छ त्यो राम्रै लेख्यो भने चाहिँ सेलेक्ट हुन्छ क्या जस्तै हाम्रो पालिमा नि एकजना बहिनी कस्तो उसलाई मैले केही आउँदैन जस्तो उसलाई फिल हुन्थ्यो तर ऊ सेलेक्ट भएको थियो क्या उसलाई सेलेक्ट गर्नुभएको थियो ऊ त्यति जेन्युन भएर लेखेको थियो त्यही भएर सेलेक्ट भएको थियो सेकेन्डमा थियो जे हाम्रो मध्ये जुनियर त्यो यसो एउटा कुरा एड गर्छु ल फर इक्जाम्पल मैले चाहिँ के लेखेको थिएँ भने मेरो सिभीमा लाइक म जापानिज बोल्छु लाइक फ्लुएन्सी इन जापानिज भनेर लेखेको थिएँ कि N5 पास भनेर no one expects you to like talk in Japanese in your interview and that's sir मसँग Japanese मा कन्भर्स गर्नुभयो कि so I'm just saying एउटा पिक्चर के हैन यो इमेजिन गर किन भन्छ तिम्रो हरेक कुरा तिम्रो सिभीमा लेखेको once you get selected you can't change your CV so the CV जे छ त्यो इन्टरभ्यु डे सम्म हुन्छ and then after you'll have to like take it forward हैन त्यहाँ भएको कुराहरु तिमीले मैले यो गरेको छु भनेपछि चाहिँ त्यो कुरा चाहिँ एक्सप्लेन गर्न सक्नु पर्यो प्रोजेक्ट्सहरु एक्सप्लेन गर्न सक्नु पर्यो टेक्नोलोजी मलाई यो आउँछ भनेपछि त्यसलाई पनि एक्सप्लेन गर्न सक्नु पर्यो सो त्यो गर्न सकेन भने चाहिँ अलिकति एकदम डिसअनेस्ट जस्तो फिल हुन्छ सो त्यो चाहिँ लाइक एडिङ अन टु साधनाको कुरा त्यही हो that was very important CV त everything just make sure you know everything that you've written and you can back it के लेखेको र किन लेखेको जस्टिफाई गर्न सक्नु पर्यो सिभीको एस्पेक्टमा इन्टरभ्यूको एस्पेक्टमा हैन तर सिभीको बाहिर पनि एकदम धेरै छ रिक्वायरमेन्ट्स सो मलाई चाहिँ पर्सनली म किन सेलेक्ट भयो होला बिकज लुकिङ ब्याक त्यो टप 30 मा टेक्निकल नलेज भएको म भन्दा अझै धेरै टेक्निकल नलेज भएको धेरै मान्छे हुनुहुन्थ्यो कि एन्ड देन मैले फर्स्टमा उहाँहरूलाई भेट्दाखेरि उहाँहरूसँग कुरा गर्दाखेरि ल म त कसरी उहाँहरूसँग कम्पिट गर्न सक्छु होला हुन्छ नि कस्तो खतरा कोडरहरू कस्तो दामी दामी मान्छे कि म त ल जस्तो लाग्थ्यो हैन तर पछि I got selected. Some of those people didn't. I'm not saying we. I'm पनि कुरा आउँछ हामीलाई Please explain more. The selected 30 is everyone were exceptionally talented. So just don't focus on building your CV on like हुन्छ नि टेक मात्रै हैन पर्सनालिटी वाइज पनि एकदमै एनालाइज गर्नुहुन्छ उहाँहरूले अनि कन्फिडेन्ट एकदमै कन्फिडेन्स खोज्नुहुन्छ बुट क्याम्पको डे 1 देखि इन्टरभ्यूको दिनसम्म इन्टरभ्यू मात्रै हैन बुट क्याम्पको डे 1 देखि हाउ यु आर इन्भल्भड हाउ यु आर इन्टरेक्टिङ हाउ यु एकदम इम्पोर्टेन्ट हाउ इन्थुजियास्टिक आर यु टु लर्न के कति आउँछ भन्दा पनि हाउ विलिङ आर यु टु रिसिभ सिक्न कति इन्थुजियाजम छ त्यो चाहिँ एकदमै डे 1 देखि देखाउनु पर्छ त्यो चाहिँ यु हेभ टु एक्टिभली पार्टिसिपेट अनि जे होस् एकदमै मिल्नु पर्छ त्यहाँ गएर यु हेभ टु शो प्यासन हैन एउटा कुरा त्यो भयो कन्फिडेन्स भइहाल्यो अनि त्यस पछाडि कम्युनिकेसन स्किल्स पनि मलाई चाहिँ पर्सनली एकदम इम्पोर्टेन्ट हो जस्तो लाग्यो स्पेशली चाइना गएपछि चाहिँ पिच गर्नुपर्छ त्यहाँ गएर हैन अनि देयर इज हन्ड्रेड्स अफ अडियन्सको अगाडि गएर बोल्नुपर्छ Q&A हुन्छ सो कन्फिडेन्स र कम्युनिकेसन चाहिँ यहाँबाट बियोन्ड चाइनामा पनि एकदमै इम्पोर्टेन्ट हुन्छ सो मेक स्योर द्याट यु हाइलाइट त्यो एस्पेक्ट अफ योर पर्सनालिटी पनि हैन सो त्यही हो कन्फिडेन्स कम्युनिकेसन र इन्थुजियाजम चाहिँ देखाउनु पर्यो अनि लास्टली मैले अघि मेरो उसमा पनि भनिसकेँ प्रेजेन्टेसनमा टिम वर्क एकदमै इम्पोर्टेन्ट छ बिकज हजुर इन्डिभिजुअललाई सेलेक्ट गरेर लाने हैन त्यहाँ टिम नेपाललाई लाने हो एन्ड एट द एन्ड अफ द डे यु आर जस्ट पार्ट अफ द टिम सो त्यहाँनिर टिम इज वे मोर इम्पोर्टेन्ट देन यु त्यही भएर हजुर चाहिँ टिममा बस्न सक्नुहुन्छ टिममा पोजिटिभली कन्ट्रिब्युट गर्न सक्नुहुन्छ कन्फ्लिक्टहरूलाई हजुरले सल्भ गर्न सक्नुहुन्छ भनेर चाहिँ एकदमै
इम्पोर्टेन्ट हुन्छ कि त्यो एस्पेक्ट पनि सो जस्ट मेक स्योर द्याट यु हाइलाइट अब सिभीमा पनि इफ यु हेभ प्रोजेक्ट्स जुनमा चाहिँ हजुरहरूले टिममा काम गर्नुभएको छ हाइलाइट द्याट कसरी मैले यो टिममा काम गरेँ मैले के गरेँ यो टिमभित्र बसेर त्यस्तो कुराहरूलाई पनि हाइलाइट गर्नु चाहिँ नबिर्सिनु बिकज त्यो कुराहरू पनि एकदमै इम्पोर्टेन्ट हुन्छ चाइनामा गएर अनि यहाँ सेलेक्ट गर्ने बेलामा पनि त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ Okay, so अर्को क्वेसन on यो वाला on what basis will candidates be selected? Tech skills, soft skills, दुइटै बिकज कस्तो हुन्छ भने जस्तो टेक स्किल्स चाहिँ कुन सेन्स छ भने यु डोन्ट ह्याभ टु नो द डेप्थ अफ एभ्रिथिङ होइन तर सर्फेसली बुझ्नु चाहिँ पऱ्यो कि अब जस्तो एआईहरू इम्प्लिमेन्टेसनदेखि लिएर अहिले जति टेक्नोलोजी 5Gहरू होइन डिजिटल पावर हुन त तिमी वर्कसप्समा पनि यो सबै कुराहरू सिकाइन्छ तर आई थिङ्क इट्स अ मिक्सचर अफ बोथ अनि हाउ डु वी अप्लाई फर इटमा चाहिँ लिङ्क्स एकचोटि हामी एन्डमा सेयर गरिदिन्छौँ जस अहिले खुलिसकेको छ फर्म चाहिँ सन्डेसम्म छ डेडलाइन त्यो हुवावेको वेबसाइटमा आई थिङ्क इट सुड बी अभाइलेबल त्यहाँ गएर चाहिँ हामी अहिले लिङ्क पनि प्रियांशले सेयर गरिदिन्छ च्याटमा त्यहाँ गएर चाहिँ हजुरले फर्म भर्नु पर्यो अहिले चाहिँ अप्लाई गर्नुको लागि है If I want to apply now, are there any things I need to cover? Okay, what do I need to keep in mind while filling the form? त्यही हो हामीले भनिसक्यो प्लिज डोन्ट अप्लाई गर्नुको लागि मात्रै नगर्नुहोस् कि टेक द फर्म सिरियसली अनि डोन्ट एआई इट डोन्ट च्याट जिपिटी इट एन्ड जस्ट पुट एभ्री जे पाए त्यही ओर लेख्ने हो भने 1-2 सेन्टेन्स चाहिँ नलेख्नु हुन्छ नि अलिकति गिभ योर ब्याकग्राउन्ड वाइ यु वान्ट टु अप्लाई अलिकति show your personality through the form पनि because it's very important to so I feel like it's more tough to get into the top 30 than it is to get in the top 30 हाम्रो बेलामा 300 plus candidates हुनुहुन्थ्यो त्यहाँबाट 30 भनेको 10% is such a small margin 30 बाट 6 र 300 बाट 30 so त्यसमा चाहिँ एकदमै इम्पोर्टेन्ट फर्म पनि हुन्छ आई थिङ्क हामीले त्यो एकदम ओभरलुक गर्छ फर्म चाहिँ एकदमै केयरफुली विथ प्यासन जस्ट सो that you care, okay? Just don't AI it or it's in over. यसपालि पनि 500 प्लस जति चाहिँ पुग्छ भन्नुभएको छ यहाँको सरहरूले पनि अनि त्यही हो सर्टलिस्ट हुँदाखेरि चाहिँ के भन्छ ओके भर्खर मैले यो फर्म चाहिँ पठाइदिएको छु च्याटमा हेर्न सक्नुहुन्छ है लाइक त्यहाँ गएर चाहिँ हजुरले फर्म फिल गर्न सक्नुहुन्छ प्रीबाट आयो होला जे अब 500 वटा जस्तै यो जसले सर्टलिस्ट गर्नुहुन्छ नि एप्लिकेसन अनि सिभीहरू च्याट जिपिटी एआई गर्यो भने त सबको एन्सर सेम हुन्छ 500 वटा त्यो सिलेक्ट गरुन्जेल त थाहा हुन्छ कि यसले एआई युज गरेको कि नगरेको त्यो केही डिभाइस युजै गर्नु पर्दैन यतिकै थाहा हुन्छ यसले सिरियसली लिएर भरेको हो कि तिमीहरूको एफर्ट चाहिँ एकदम म्याटर गर्छ कि किनभने उहाँहरूलाई पनि जो चाहिँ एकदम एक्टिभ छ जसले चाहिँ यो प्रोग्राम सिरियसली लिन्छ त्यसलाई मात्र सेलेक्ट गर्ने खोजेको हो नि त त्यही हो ओके सो आई एम सेकेन्ड इयर स्टुडेन्ट वाट abilities or knowledge are expected of me. I'm not sure what technical skills are required भन्ने कुरा गर्नुभएको छ अब यसलाई आन्सर गर्दाखेरि चाहिँ एक्सपेक्टेड फ्रम यु जस्तो एन्जेलिनाले भने जस्तो एउटा इन्थुजियाजम हुनु पर्यो होइन एउटा कम्युनिकेसन स्किल्स हुनु पर्यो हामीहरूले आफूलाई लाइक यु नो टेकमा क्युरियस हुनु पर्यो अनि त्यसपछि एबिलिटी टु टेक लाइक यु नो टेक इन नलेज द्याट इज बिङ लाइक अभाइलेबल होइन हुवावेमा अनि technical skills चाहिँ अब those were the abilities that is expected of you होइन एउटा लिडरसिप पनि खोजिन्छ होइन एउटा टिममा वर्क गर्ने जस्तो टेक्निकल स्किल्सको लागि चाहिँ आई थिङ्क दे वान्ट यु टु बी इन्भल्भ इन सर्टेन प्रोजेक्ट्स पनि होइन तिम्रो प्रोजेक्ट्सहरू पनि हेर्छ होइन त्यसपछि अहिले लाइक यु नो जुन चलिरहेछ होइन ट्रेन्डमा टेक्नोलोजिसहरूसँग आर यु ह्यान्ड्स अन इट अर नट भन्नेवाला कुरा हो सो आई थिङ्क टेक्निकल स्किल्स कस्तो हो भने सबै कुरा अघि नै भनेको छ सबै कुरा नआए पनि वन्स यु गेट समथिङ यु लाइक तिमीसँग त्यो एबिलिटी चाहिँ हुनु पऱ्यो कि त्यसमा ग्रास्प गर्ने होइन अरू त्यसमा केही बिल्ड गर्नेवाला कुरा सो त्यसरी एकदम पर्टिकुलर यो टेक्निकल चाहिँ हुँदैन होइन तर यु सुड बी त्यो हुन्छ नि अप टु डेट चाहिँ हुनुपर्छ आएको हुनुपर्छ अहिलेसम्म के सिकेको छौ अनि त्यो चाइना जानुभन्दा अगाडि अनलाइन ट्रेनिङ पनि हुन्छ हुवावेबाट त्यहाँबाट चाहिँ लाइक हुवावेले नै स्पेसिफाई गरेको इट्स नट इम्पोर्टेन्ट द्याट यही मात्रै गर्ने छ होइन तर हामीलाई ट्रेनिङ चाहिँ एआई 5G क्लाउड अनि त्यस्तै के थियो डिजिटल पावर एनर्जी त्यस्तो चारवटामा दिनु भएको थियो द्याट वाज नट मिन पे गर्नुपर्छ तर आई थिङ्क त्यो चाहिँ अलिक बजवर्ड्स वर्कसपहरू पनि हामीलाई एआई 5G क्लाउडहरूकै रिलेटेड थियो अनि त्यसमा चाहिँ अब इफ यु क्यान टेक आफ्नो आइडिया अनि अलिकति हुवावेको एस्पेक्टहरू इन्क्लुड गर्दा नि राम्रो देख्छ जस्तै हामीले हाम्रो प्रोजेक्टमा हुवावेको क्लाउड कसरी चलाउँछौँ त्यस्तो कुराहरू नि इन्टिग्रेट गरेको थियौँ सो हुवावेलाई पनि अलिकति बुझेर
what they want, what kind of products they sell, त्यो पनि हजुरहरूले हेरेर एनालाइज गरेर त्यसलाई इन्टिग्रेट गर्न सक्नुभयो भने द्याट्स अल्सो अ प्लस होइन. अनि एउटा कुरा मैले अघि बिर्सेँ के क्राइटेरियामा जज गर्छ ओर के हाइलाइट गर्छ, एउटा एकदमै इम्पोर्टेन्ट मलाई लागेको चाहिँ इम्प्याक्ट हो कि. अनि अघि मैले भनिसकेँ ट्याक हामी चाहिँ सल्युसन मात्रै बनाउन खोज्छौँ, हामीले कसरी यसले चाहिँ अरूलाई हेल्प हुन्छ भनेर युजली ओभरलुक गरिरहेको हुन्छौँ. तर बिकज हुवावेको त सिएसआर हुन्छ यो corporate social responsibility, they're doing this because they want to give back to the community. So उहाँहरूले के गर्न खोजेको भने ट्यालेन्टलाई ग्यादर गरेर उनीहरू चाहिँ यस्तो केही बनाओस् जसले चाहिँ कम्युनिटीलाई गिभ ब्याक गर्न सकोस्. द्याट्स देयर प्राइमरी इन्टेन्सन. सो यु हेभ टु look like you're passionate about making an impact. Okay? Before making a product, you have to care about the impact of it. And त्यसलाई पनि एकदमै हाइलाइट गर्नु. मेरोमा चाहिँ इन्टरभ्यूमा एकदमै धेरै क्वेसन्स आएको थियो यो रिलेटेड, इम्प्याक्ट रिलेटेड. मैले किन टेक चुज गरेको, टेकबाट मैले कस्तो इम्प्याक्ट बनाउन मन लाग्छ मलाई, त्यस्तोहरू एकदमै आएको थियो क्वेसन्स. अनि त्यो चाइनामा पनि एकदम इम्पोर्टेन्ट छ त्यो इम्प्याक्टवाला ऊ चाहिँ. त्यही भएर इम्प्याक्टलाई पनि प्लिज किप द्याट इन माइन्ड. Also, एउटा सजेसन चाहिँ जब यो एप्लिकेसन गर्दाखेरि चाहिँ मेरो पर्सनल मैले कसरी अटेम्प्ट गरेँ भने align your goals, your objectives with objectives of Huawei के seeds for the future को objectives सँग चाहिँ म नि यसै गर्न चाहन्छु अनि यसरी चाहिँ हाम्रो अलाइन हुन्छ भनेर लेख्यो भने चाहिँ अब I don't know 56 people are learning होइन सिमिलर बनाउनु होइन तर स्टिल होइन लाइक that was the thing. अर्को चाहिँ यो टियु टाइपकै अर्को प्रोजेक्ट हुन्छ कि होइन अपार्ट फ्रम मेमोरिज वाट डु वी हेभ आफ्टर 1 year भन्ने कुरा छ होइन. सो आई डोन्ट थिङ्क यो I don't know, टियुमा कस्तो प्रोजेक्ट हुन चाहिँ यस्तो हो है. हामीले चाहिँ त्यो मोमेन्टमा जति 3 daysमा ब्रेन स्ट्रम गरेर जे लाइक आउटकम ल्याउन सक्छ हामीले गर्छ होइन. पछि किन चाहिँ हामीहरू डिफ्रेन्ट वक्स अफ लाइफबाट आइरहेको छ अनि सबैजना सँगै बसेर एउटा प्रोजेक्टमा पछि पनि काम गर्छौँ भन्ने चाहिँ कि हाम्रो ब्याचलर्स रनिङ हुन्छ, हामीहरू आफ्नो लाइफ्समा हुन्छ होइन. सो त्यो धेरै पोसिबल नहुन सक्छ. तर आई थिङ्क अल्ट्रा केयर हाम्रो केसमा चाहिँ त्यो प्रोजेक्ट हामीले सकेसम्म डिफ्रेन्ट इभेन्ट्सहरूमा लगिरहेको छौँ होइन, डिफ्रेन्ट प्लेटफर्म्सहरूमा सोकेस गरिरहेको छौँ. सो आई थिङ्क द्याट इज एकदम पर्सनल होइन. तिमीहरू लाइक टिमले चाहिँ कतिको बिलिभ गर्छ त्यो प्रोजेक्टमा अनि कति तिनीहरूलाई अगाडि बढाउनु मन छ भनेर. अनि अपार्ट फ्रम मेमोरिज चाहिँ आई थिङ्क 1 year पछि यति राम्रो कनेक्सन्सहरू हुन्छ होइन. यु गेट टु लाइक बी इन Huawei's office as if it's your own एन्ड आई थिङ्क लाइक पछि गएर कुनै अपर्च्युनिटिजहरू आयो भने पनि आई थिङ्क सिड्सहरूलाई चाहिँ मोर प्रिफरेबली उनीहरूले अप्रोच गर्छ होला होइन. आई थिङ्क वी आर देयर इन एभ्री ओपनिङ सेरेमनी, क्लोजिङ सेरेमनी होइन. सो एउटा लाइफ लङ एउटा कनेक्सन जस्तै हो. आई थिङ्क उहाँहरूले पछि चाहिँ सिड्सहरूलाई लिएर केही गरौँ भन्ने पनि आइडिया अप्रोच गर्नुभएको थियो. यो एकदम धेरै जब 5 वर्ष जति भएको छ होइन यो गर्ने अनि त्यसपछि एभ्री इटरेसनमा इम्प्रुभ हुँदैछ. सो लेट्स होप द्याट एकदम बेटर अपर्च्युनिटिजहरू आइरहेको छ भन्ने अलिकति एड गर्छु है त. सो मैले बुझेअनुसार चाहिँ यु वान्ट टु नो हजुरको प्रोजेक्टलाई फर्दर गर्न हुवावेको साइडमा के हेल्प हुन्छ कि भनेर बुझ्न खोज्नु भएको हो भने चाहिँ एउटा इफ युआर रियली प्यासनेट अबाउट इट एन्ड यु वान्ट टु टर्न इट इन्टु अ स्टार्टअप, योर बेस्ट सर्ट एट डुइङ द्याट इज बाई विनिङ. किनभने जाने पहिला एसिया पेसिफिक जित्ने, ग्लोबल राउन्ड जाने, जित्यो भने त द होल पोइन्ट इज तपाईँको स्टार्टअपमा कन्भर्ट हुन्छ, त्यो बिजनेस चाहिँ बन्छ होइन. सो एउटा त जित्ने भइहाल्यो. अब जित्नु भएन भने चाहिँ त्यो लेभल अफ सपोर्ट पोसिबल हुँदैन अभियसली, किनभने सबैजना त्यो दिन मिल्दैन. तर आई रिमेम्बर आफ्टर वी केम ब्याक टु चाइना वर्कसप भएको थियो नि, तिमीलाई याद छ मेल आएको थियो नि कसरी भइराखेको हुन्छ. सो इभन आफ्टर यु कम ब्याक हजुरहरूलाई भर्चुअल वर्कसपहरू चाहिँ दिइरहेको हुन्छ हुवावेले. 6-7 वटा चाहिँ हामी फर्केपछि पनि भएको थियो फर पिपल हु आर इन्ट्रेस्टेड. नजितेको मान्छे पनि कसरी यो आइडियालाई चाहिँ लिएर मैले रियल वर्ल्ड प्रोजेक्टमा लान सक्छु भनेर चाहिँ ट्रेनिङ र वर्कसप 6-7 वटा चाहिँ हुवावेकै साइडबाट पनि आउँछ. अनि अल्सो त्यहाँ गएर कति धेरै कनेक्सन्स बन्छ. यु हेभ इन्टरनेसनल फ्रेन्ड्स, मेन्टोरहरू थियो हाम्रो कतिजना होइन, हुवावेको ठुल्ठुलो मान्छेहरूसँग कनेक्सन थियो. सो इफ यु वान्ट टु टर्न इट इन्टु अ स्टार्टअप ओर लाइक अ बिजनेस, जिते पनि नजिते पनि एकदमै धेरै पाथहरू चाहिँ खुल्छ के. आफूलाई मन छ भने त्यो आफै इनिसिएटिभ लिएर चाहिँ यु क्यान रिच आउट टु पिपल हुन्छ नि, मेन्टोरहरूलाई युटिलाइज गरेर त्यो कनेक्सनलाई युटिलाइज गरेर चाहिँ यु क्यान टर्न इट इन्टु समथिङ रियल इफ यु रियली वान्ट. So how long is boot camp period and how much it is feasible for a full-time working person? So I think it's feasible होला हैन if you have enough leaves and remaining. तर कुनै दिनहरु चाहिँ
स्टुडेन्ट हो कि होइन स्टुडेन्ट चाहिँ हुनुपर्छ है फुल टाइम स्टुडेन्ट हो भने चाहिँ फुल टाइम मतलब पार्ट टाइम इन्टर्नसिप गर्न पाए तर त्यो बुट क्याम्प्सहरू चाहिँ दिनभरिकै हुन्छ लाइक रेगुलरली चाहिँ हुँदैन तर दिनभरि हुन्छ कि लिभ लिनुपर्छ उबाट जस जेम्स हामी त्यो भन्न बिर्स्यो होला स्टुडेन्ट स्टुडेन्ट चाहिँ हुनैपर्छ ब्याचलर्स लेभलमा मास्टर्सको लागि पढिरहेको हुनुपर्छ अब अनफोर्चुनेटली आर्किटेक्चर नर्सिङहरूमा हुन्छ हजुरहरू चाहिँ मिल्दैन यहाँ के लेखा छ आइसिटी कम्प्युटर साइन्स इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ कम्युनिकेसन्स इलेक्ट्रोनिक्सहरूबाट हुनुहुन्छ भने चाहिँ पाइयो त्योभन्दा बाहेक चाहिँ अनफोर्चुनेटली पाइँदैन अनि हजुर फोर्थ इयर एटलिस्टमा हुनु पर्यो अनि अब इफ योर एक्जाम छ अनि एक्जाम सकेपछि फोर्थ इयर सकिन्छ भने अनफोर्चुनेटली हजुरहरूले पनि पाउनुहुन्न बिकज बाई द टाइम यु गो टु चाइना चाहिँ स्टुडेन्ट सकिसकेको यता पढाइ भने चाहिँ मिल्दैन लाइक स्टुडेन्ट चाहिँ हुनुपर्छ सो त्यो चाहिँ क्राइटेरिया छ एकचोटि सो अब इफ यु सेड युर फुल टाइम अफिस भन्नुभएको थियो सो इफ युआर नट इन कलेज चाहिँ हजुरले अप्लाई गर्नु पाउनुहुन्न अनि यस्तो पनि छ किनभने हुवावे सिसको कलेजहरूसँग राम्रो कनेक्सन पनि छ सो त्यो भयो भने चाहिँ यु क्यान युज द्याट टिचरहरूसँग लिभ लिन आई थिङ्क कन्सिडर गरिदिनुहुन्छ टिचरहरूले बिकज राम्ररी नै वेल कनेक्टेडै छ सो एक हप्तामा एक दुई दिनलाई चाहिँ मात्रै हुन्छ यो बुट क्याम्पको इभेन्टहरू चाहिँ होल डे नै हुन्छ बट इफ यु हेभ क्लासेस चाहिँ यु डोन्ट हेभ टु वरी अबाउट द्याट अब इफ युआर वर्किङ फुल टाइम चाहिँ आई डोन्ट थिङ्क यु वुड बी एलिजिबल फर द प्रोग्राम सो नेक्स्ट क्वेसन चाहिँ प्राचीले गर्नुभएको छ होइन and all but they are in math and other works in non-profit. I have no taking projects right now. It's just simply sisters and learning percent सो उहाँले चाहिँ बेसिकली सोध्न खोज्नु भएको चाहिँ उहाँहरूसँग त्यस्तो धेरै एक्सपिरियन्स छैन उहाँ जम्मा फर्स्ट सेममा हुनुहुँदो रहेछ सो कतिको इम्प्याक्ट गर्छ भन्ने कुरा आई थिङ्क प्रोजेक्ट्स भएको राम्रो हो होइन अब हामीले जति पनि इन्काउन्टर गर्यो जति पनि पार्टिसिपेन्ट थियो लास्ट टाइम 30 जनामा सबजनाले केही न केही प्रोजेक्ट्सहरूमा इन्भल्भ हुनुभएको थियो सो त्यो डेफिनेटली प्लस पोइन्ट हो तर वी वन्ट डिस्करेज यु बाई लाइक सेङ डोन्ट अप्लाई आई थिङ्क यु सुड अप्लाई होइन सी इट ट्राई इट फर यर सेल्फ होइन त्यो हेल्प गर्न सक्छ प्रोजेक्ट नभए पनि यस्तो के फेलोसिपहरू भइरहेको हुन्छ नि कलेजमा त्यहाँबाट के सिक्यो राम्ररी डिस्क्राइब गर्न सक्नु हो भने बन्नुहुन्छ क्या तपाईँ इट्स नट अबाउट प्रोजेक्ट एक खतरा के अरे एआइएमएल हान्यो यताउति यस्तो मात्र सेलेक्ट हुँदैन But I also think it's important to mention just a side note कि हामी जो गएको थियौँ थर्ड र फोर्थ इयरमा नै थियौँ सो आई थिङ्क त्यो चाहिँ भन्नुपर्छ होला कि प्रिफर चाहिँ अलिकति थर्ड फोर इयरको मान्छेहरूलाई थर्ड हाम्रो थियो टप 30मा सेकेन्ड इयरको बहिनीहरू पनि थियो तर अफकोर्स अब हेर्नु न अप्लाई गर्यो उनीहरूले एटलिस्ट त्यो बुट क्याम्पवाला त उनीहरूले एक्सपिरियन्स गर्नु पायो नाउ दे अप्लाई अगेन नाउ दे नो नि त अब त उनीहरू पक्का जानु पाउने उनीहरूको कति चान्सेस बढ्छ सो अहिलेदेखि फर्स्ट इयरमा हुनुहुन्छ भने यु क्यान स्टिल कम एन्ड यु क्यान बी द यङ्गेस्ट वान इन द टप 30 एन्ड द्याट विल जस्ट मेक यु फिल अमेजिङ हुन्छ नि अनि नेक्स्ट इयरलाई अरूहरूको यु अलरेडी हेभ एन एज ओभर देम बिकज फर्स्ट इयरमै म आएको थिएँ लास्ट इयर भन्न मिल्यो नि त सो त्यस्तोमा चाहिँ जानमा चाहिँ अलिकति उहाँहरूले थर्ड फोर्थ इयरलाई प्रिफर गर्नुहुन्छ तर द्याट डज नट मिन यु सुडन्ट अप्लाई त्यो अप्लाई गरेर रिजेक्ट मात्रै हुँदामा पनि देयर सो मेनी थिङ्स द्याट यु क्यान लर्न फर नेक्स्ट इयर सो अर्को क्वेसन चाहिँ के अनि आई थिङ्क म एउटा कुरा भनिहाल्छु मैले पनि एक्चुली अप्लाई गरेको थिएँ योभन्दा अघिल्लो इयर अनि मैले आई डिन्ट हियर ब्याक सो म पनि एक्चुली रिजेक्ट भएर सेकेन्ड टाइममा सेलेक्ट भएको हो सो दिस इज अल्सो इफ लास्ट टाइम रिजेक्ट हुनुभएको थियो और यो टाइम रिजेक्ट भयो भने प्लिज डोन्ट लेट द्याट बी द एन्ड अफ योर जर्नी फेरि अप्लाई गर्नु आई एम प्रुफ द्याट यु क्यान मेक इट यस ओके सो हाम्रो सेमेस्टर अनि बोर्ड एक्जाम्सलाई एफेक्ट गर्छ कि गर्दैन यो प्रोग्रामले सो दिदीहरूले चाहिँ अलरेडी कलेजहरूसँगै के अरे इन्क्वायर गरिसक्नु भएको छ कि जस्तै केयुको चाहिँ जुलाईमा एक्जाम्सहरू एन्ड हुन्छ भन्ने कुरा छ होइन अनि टियुको चाहिँ यो अगस्तको लास्टतिर सुरु हुन्छ भन्ने त्यो अलरेडी त्यो कन्फर्म गरेर यो प्रोग्राम चाहिँ अगस्तको सुरुतिर चाइना जाने पार्ट चाहिँ अगस्तको सुरुतिर हुन्छ भन्नुभएको छ सो ह्याम्पर नगर्ला गर्दैन आई थिङ्क लाइक मोस्ट प्रब्ली गर्दैन होइन ह्याम्पर अनि त्यसैले चाहिँ ढुक्क भएर अप्लाई गर्न मिल्छ फर्स्ट सेमेस्टरको रिजल्ट आएको छैन सो एकाडेमिकली आर दे गोना जज आवर 12th क्लास जिपिए त्यही होला फर्स्ट सेमको आएको छैन भने त त्यही हो जस राख मेन्सन गर एससी मैले पनि मेन्सन गरेको थिएँ एससी एनइबी +2 कोहरू मार्क्सहरू राखेको थिएँ
were there any out of valley Kathmandu students? How do they attend boot camps if they were in top 30? त्यो एकजना आएको थियो होइन धरानको कि को आएको थियो आएको थियो तर ऊ आई थिङ्क त्यति बेला चाहिँ यता इन्टर्नसिपमा आई थिङ्क हाम्रो टाइममा चाहिँ हुनुहुन्थेन उहाँ पनि यतै काम गर्नुहुन्थ्यो आई थिङ्क तर यो पालि त पोखरा कि पूर्वाञ्चल युनिभर्सिटीसँग नि कोलाबरेट गरेको तर भन्दा त्यो त एनसिआइटीहरू आई थिङ्क है यो लाइक अब अनेस्टली स्पिकिङ काठमाडौँमा हुनु चाहिँ इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ है अब जस्तो यहीँ थानकोट होइन वरिपरिको हुनुहुन्छ बनेपाहरूको हुनुहुन्छ भने आइहाल्नुहुन्छ होइन तर त्योभन्दा टाढा भयो भने चाहिँ आई थिङ्क अलिकति इन्फिजिबल हुनसक्छ होइन सो पछि चाहिँ मेबी सिड्स फर द फ्युचर काठमाडौँमा मात्रै नभएर अब पोखरा बुटवलहरूबाट पनि स्टुडेन्ट्सहरू त्यसरी लिन्छ होला तर अहिलेको लागि चाहिँ आई थिङ्क त्यो सिलेक्सन क्राइटेरियामा नि हेर्नुहुन्छ होला किनभने जति बुट क्याम्प जस्तै हाम्रो पालिमा बुट क्याम्पमा एब्सेन्ट हुनु भएकोहरू चाहिँ कोही पनि हुनु भएन अब त्यो परि के भयो जस हामी 6 जना चाहिँ सबै बुट क्याम्प्स अटेन्ड गरेको थियौँ एब्सेन्ट भएको चाहिँ कोही थिएन सो त्यसले असर चाहिँ पर्न सक्छ पछि So how long will it take after I submit the form? Result announcement को सर्ट लिस्ट वाला त एक हप्तामै हुन्छ एक हप्तामै आउँछ तर हाम्रो इन्टरभ्यु पछि चाहिँ अलमोस्ट एक महिना लाग्यो Oh my god, it's स्ट्रेसफुल थियो इन्टरभ्यु एकदमै स्केरी expanding on the full-time working question, how many hours per week would I have to commit if I त्यस्तो लाइक डेफिनेट चाहिँ हुँदैन होइन तर इभेन्ट पर्यो भने चाहिँ लाइक होल डे नै हुन्छ होइन अब लन्चदेखि लिएर सबै उहाँले नै म्यानेज गरेको हुन्छ त्यसैले बिहान आएर अनि हामी साँझै फर्किन्छौँ 4-5 बजीतिर फर्किन्छ 2 दिन एउटा छोटो 3-4 घण्टाको इभेन्ट थियो युनेस्कोमा एआई एथिक्स भनेर एउटा चाहिँ होल डे इभेन्ट थियो बिहान चाहिँ हामी एनसेल डेटा सेन्टर गयौँ त्यसो लन्च खायौँ अनि बेलुका इन्सेसन ट्रेन गयौँ सो बुट क्याम्प भने त्यस्तो पढाउने होमवर्क गर्ने त्यस्तो के पनि होइन यसो घुम्न जाने हो सिकाउनलाई अनि 1-2 दिन हो त्यो दिन चाहिँ हजुरहरूले सेड्युल क्लियरै गर्नुपर्छ तर त्यो एभ्री पर विक कति कमिटमेन्ट त्यस्तोहरू चाहिँ छैन ओके सो अर्को क्वेसन चाहिँ सो नेक्स्ट मन्थ इफ माई ग्रेजुएसन अन्डर ग्रेजुएसन एन्ड्स एलिजिबल आइम सरी किन चाहिँ लाइक यो अलि लाइक स्टुडेन्ट फोकस्ड भएर हो त्यति बेला चाहिँ चाइना गएको बेला पनि स्टुडेन्टलाई किन ब्याचलर्स रनिङ हुनुपर्छ अनि त्यही भएर चाहिँ अनफर्चुनेटली मिल्दैन होला सङ्गमले फेरि वेयर डु वी अप्लाई भन्नुभएको छ मैले लिङ्क पठाउनु भएको थियो तिमीले मिल्छ जस्ट मल्टिपल टाइम्स आइसक्यो यो क्वेसन हामीले लिङ्क पठाएको छौँ एप्लिकेसन फर्मको खुलिसकेको छ सन्डेसम्म मात्रै छ सो प्रियान्शुले फेरि पठाइदिन लाग्यो लाइक त्यो चाहिँ फेसबुकको होइन त्यहाँ चाहिँ अपडेट्सहरू चाहिँ सबै हुवावेको फेसबुकमा आउँछ होइन त्यो चाहिँ फलो गरिराख्नु होला अनि लिङ्क चाहिँ माथि पनि पठाइदिएको छु अनि let's say if you were outside Valley, how long would you have to stay in Bangalore? खै लाइक डेटै अलि ऱ्यान्डम हुन्छ त्यस्तो हामीलाई नि थाहा छैन 2-3 दिन चाहिँ अनि यो पालि चाहिँ कल्चरल लाइक चाइनिज कल्चर सेन्टर पनि लग्छ होइन त्यसैले हामी एक्ज्याक्टली चाहिँ भन्न सक्दैन होइन तर प्रेजेन्ट चाहिँ हुनुपर्छ इन्टरभ्यु ऱ्यान्डम डेट्समा हुन्छ कि अनि हुन्छ अब जानुपर्छ भनेर हो सो गाह्रै हुन्छ होला एक्चुअली सर्ट लिस्ट भएपछि मेल चाहिँ आउँछ है तपाईँहरूलाई रुटिन त्यो कुन दिन आएको थियो नि हामीलाई रुटिन यो दिन चाहिँ हामी यहाँ लग्छौँ भनेर सर्ट लिस्ट हुनु हो भने रुटिन आउँछ त्यही अनुसार डिसाइड गर्दा हुन्छ इन्टरभ्यूमा कस्तो क्वेसन सोध्नुहुन्छ ओ माय गॉड इन्टरभ्यु ल 2वटा इन्टरभ्यु राउन्ड हुन्छ एउटा टेक्निकल स्किल्स रिलेटेड जुन चाहिँ डिन सरहरू हाम्रो पुल्चोकको डिन पोहोरपालि चाहिँ मेरो स्लटमा चाहिँ बेसिकली डिन सर हाम्रो पुल्चोकको डिन सर हुनुहुन्थ्यो अनि उता के अरे केयुको पनि डिन सर हुनुहुन्थ्यो एकजना अनि एउटा मिनिस्ट्री अफ साइन्स एन्ड टेक्नोलोजीको एकजना हेड सर हुनुहुन्थ्यो अनि अर्को म्याम हुनुहुन्थ्यो है जस खतरा जजेस हुनुहुन्थ्यो यु क्यान्ट फुल देम यस एन्ड आफ्नो त्यो फिल्डमा एकदम एक्सेप्सनली ट्यालेन्टेड जजेसहरू हुनुहुन्थ्यो होइन अनि यसो गर्नु सबैजनाले के क्वेसन सोध्नु भएको थियो याद भएको ल ओके सो मेरोमा चाहिँ होइन म मेरो सिभी
रिलेटेड थियो फर्स्टमा चाहिँ जापानिज बोल्न आउँछ कि आउँदैन भनेर होइन आनातामा नामा नान देशका भनेर सोध्नु भयो होइन अनि त्यसरी सोध्नुभयो अनि अर्को चाहिँ मेरो डिप लर्निङको प्रोजेक्ट्सहरू थियो अनि त्यसरी डिप लर्निङ र मसिन लर्निङमा के डिफ्रेन्स छ भनेर सोध्नु भएको थियो अनि एउटा प्रोजेक्ट चाहिँ तिमी एकदम प्राउड छौ भनेर कुन प्रोजेक्ट हो त्यो अनि त्यसलाई डिस्क्राइब गर भनेर सोध्नु भएको थियो अनि मैले चाहिँ आफ्नो मेडिसिनको एउटा प्रोजेक्ट भनेको थिएँ अनि त्यसमा चाहिँ एउटा इम्प्याक्ट पनि थियो अनि त्यसमा चाहिँ एउटा बिजनेस मोडल पनि थियो अनि आई थिङ्क लाइक त्यो चाहिँ मैले एकदम क्युरेट गरेर दिस इज समथिङ आई सेयर भनेर गएको थिएँ बिकज इट एज आई सेड बिफोर अलाइन गरेको थियो अनि आई थिङ्क त्यति नै हो मलाई सोध्नु भएको क्वेसन्सहरू अनि प्लस लाइक सानो मसिन लर्निङको टर्म्सहरू सोध्नु भएको थियो जुन चाहिँ मलाई एक्ज्याक्टली के सोध्नु भयो याद थिएन तर त्यति नै हो मलाई सोध्नु भएको चाहिँ टेक्निकलमा चाहिँ अनि नन टेक्निकलमा चाहिँ मलाई where do you see yourself 5 years from now भन्ने वाला क्वेसन सोध्नु भएको थियो अनि त्यसपछि तिमी चाहिँ लाइक हुवावे लाइक आयो यो वर्कसपहरू अटेन्ड गर्यो अनि यो टेक्नोलोजीहरूको लागि होइन अब जस्तो तिमी एउटा क्वेसन थियो त्यसमा चाहिँ के थियो भने यो तिमीले घरमा सिसिटिभी क्यामेरा राखेको छौ अरे अनि त्यसपछि तिमी रिमोटली एक्सेस गर्छौ भने तिमीलाई के लाग्छ सबैभन्दा ठुलो इस्यु चाहिँ के आउन सक्छ भन्ने वाला कुरा थियो अनि त्यसको आन्सर चाहिँ कनेक्टिभिटी हो है सो कनेक्टिभिटी त इस्टाब्लिस गर्ने हुवावेले गरेको सो त्यसमा चाहिँ एकदम एम्फोसाइज गरेको थियो अनि त्यति नै हो मलाई सोधेको क्वेसन मलाई चाहिँ बेसिकली सुरुमा यस्तै इन्ट्रोडक्सन यताउति हुन्छ अनि पछि मेरो प्रोजेक्ट्स रिलेटेड सोध्नु भएको थियो मलाई त्यो लाइक एकदम प्राउड हुने मेरो नि त्यो प्राउड हुने प्रोजेक्ट के छ सोध्नु भएको थियो मलाई अनि त्यही रिलेटेड त्यसमा तिमीले टिमवर्कमा कसरी काम गर्यो के कन्ट्रिब्युट गर्यो यताउति सोध्नुभयो अनि त्यही रिलेटेड मैले बेसिकली एआई वाला प्रोजेक्टको कुरा गरेको थिएँ अनि अर्को सरले चाहिँ मलाई बेसिकली नेपालमा एआई वाला फिचर अझ एडभान्स बनाउनलाई चाहिँ के कुरा नेसेसरी हुन्छ जस्तो क्वेसन सोध्नु भएको थियो अनि सर्टिन के इन्डेक्स भन्ने सोध्नु भएको थियो त्यो चाहिँ मलाई आएको थिएन कति क्वेसन्सहरू आउँदैन पनि त्यो चाहिँ नर्मल हो क्या एकदम नर्मल हो सबैलाई सबै कुरा आउँदैन त्यो जजेसलाई पनि थाहा छ होइन सो हाउ यु ह्यान्डल इट जस्तै अब त्यो क्वेसन नआउने क्वेसन पनि जप्पाइदै भनेर फुल बनाउनु खोज्यो भने चाहिँ यु विल लुज यर चान्सेस त्यति बेलै बरु आउँदैन भने नर्मल्ली भन्ने आएन बिर्से खालको भन्ने पोलाइटली भन्ने जजेसहरूले पनि बुझ्नुहुन्छ होइन अनि अर्को के सोध्नु भएको थियो अनि त्यही मैले हाम्रो चाहिँ मेरो साथी र मैले चाहिँ एउटा त्यो ह्याकाथन जितेको थिएँ गिक्स फर गिक्सले अर्गनाइज गरेको अनि त्यही रिलेटेड त्यो कुराले चाहिँ सरको एटेन्सन ग्राब गरेको थियो हाम्रो डिन सरको अनि त्यही रिलेटेड सोध्नुभयो क्या एनएलपी रिलेटेड क्वेसन्सहरू सोध्नुभयो अनि त्यो एनएलजी र एनएलयुको सोध्नु भएको थियो अब त्यति बेला हाम्रो ठ्याक्क म 5th सेममा थिएँ अनि हामीले एआई पढेको थिएनौँ क्या त्यति बेला अझै जस्तै प्र्याक्टिकल एप्लिकेसन्सहरू चाहिँ हामीले काम गरेको थियौँ यस्तो युट्युब हेरेर तर मलाई टेक्निकल्ली चाहिँ त्यो एनएलजी र एनएलयु एक्ज्याक्टली थाहा भएन कि नेचुरल ल्याङ्ग्वेज चाहिँ थाहा थियो त्यो जी र युको फुल फर्म थाहा थिएन अनि सरले आफै सिकाइदिनु भयो आएन भने पनि त्यहाँ सरहरूले चाहिँ सिकाइदिनुहुन्छ बेसिकली त्यो आत्तिनु पर्ने चाहिँ हुँदैन त्यस अटेम्प गर्ने कि तिमीले कसरी अटेम्प गर्छौ सिधै गिभ अप गर्छौ कि एकछिन सोध्छौ त्यस्तो कुराहरू पनि एकदम म्याटर गर्छ मलाई त्यो अहिले याद भएको क्वेसन चाहिँ त्यति हो टेक्निकलमा नन टेक्निकलमा पनि त्यही हो 5 इयर्स पछि कस्तो सोध्छौ आफूलाई होइन अनि टिमवर्कमा कसरी काम गर्न सक्छौ टिममा जस्तै प्रोजेक्ट गर्यो भने कसरी टास्क डिभाइड गर्छौ होइन अनि त्यसपछि तिमी जस्तै एकाडेमिक्समा कसरी डिस्क्राइब गर्छौ आफूलाई अनि यस्तै के सोध्नु भएको एकाडेमिक्स अनि स्किल्समा तिम्रो बारेमा नराम्रो क्वालिटी के हो भनेर पनि सोध्नु भएको थियो मेरो राम्रो क्वालिटी नराम्रो क्वालिटी के हो त्यो सोध्नुहुन्छ होइन त्यो चाहिँ एकदम ट्रिकी क्वेसन हो क्या तिमीहरूले आफै सोच्नुपर्छ त्यस्तो कुराहरू चाहिँ अब ब्याड क्वालिटी पनि यसरी भन्नु कि त्यो गुड क्वालिटी हो जसरी भन्नुपर्छ क्या त्यही हो जस अहिले उनीहरूको कुरा सुन्दा मेरो नि एकदम सिमिलर थियो सो कमन थिम चाहिँ एउटा प्रोजेक्टको बारेमा मजाले मेरो पनि पुरै डिटेलमै सोध्नु भएको थियो कुनै मैले नि मसिन लर्निङहरूको थियो मेनली एक्युरेसी प्रिसिजनहरूको डिफ्रेन्सहरू त्यस्तोहरू अहिले सिम्पल मात्रै याद हुन्छ किनभने त्यो गाह्रो सोद्धाखेरि आउँदैन थियो सो गाह्रो चाहिँ मलाई ठ्याक्कै याद छैन मैले नआएको क्वेसन नै धेरै थियो अनि मलाई एकदमै राम्ररी सिकाइदिनु भएको थियो सरले बिकज मैले आउँदैन सर यो चाहिँ मैले हेरेको छैन भनेर भनेको थिएँ सो एउटा सिभीको प्रोजेक्टहरू रिलेटेड क्वेसन आउँछ होइन अनि उनीहरूले भन्छ जसरी अब टेक स्किल्सलाई कसरी रियल वर्ल्डमा हामीले अप्लाई गर्न सक्छौँ ट्रान्सलेट गर्न सक्छौँ त्यस्तो नै आउँछ जस्तै प्रियान्सुलाई अब त्यो सिसिटिभीको कनेक्टिभिटीको इस्युजहरू सो रियल वर्ल्डमा हामीले कसरी आफ्नो टेक स्किल्सलाई एड्याप्ट गर्न सक्छौँ अप्लाई गर्न सक्छौँ त्यस्तो रिलेटेड क्वेसनहरू पनि आउँछ त्यो नि प्रिपेयर गर्नु पर्यो अनि मेरो चाहिँ अब एक्स्ट्रा करिकुलर्सहरू पनि मजाले थियो अनि त्यसको बारेमा पनि सोध्नु भयो अनि कसरी मैले टाइम म्यानेज गर्छु टु ह्यान्डल अल अफ त्यस्तोहरू पनि सोध्नु भएको थियो अनि उता बिहेभियरलमा पनि मलाई पनि सिमिलर वेयर डु सी योरसेल्फ 5 इयर्स सो जस्ट आफ्नो गोल्स एकदम क्लियर हुनु पर्यो त्यो वेसँग कसरी अलाइन हुन्छ पनि एकदम क्लियर हुनु पर्यो एउटा
प्रोजेक्ट सबै मजाले एभ्री डिटेल आउनु पर्यो सिभीको, त्यहाँबाट सोध्नुहुन्छ। अनि त्यसमा टिमवाला क्वेसन्स एकदमै धेरै आउँछ। अनि त्यस पछाडि टेक फर गुडमा तिमीले कसरी चाहिँ रियल वर्ल्ड प्रोजेक्टहरूमा आफ्नो टेक स्किल्स अप्लाई गर्छौ त्यो पनि टेस्ट गर्नुहुन्छ। सो यस्तो कुराहरू चाहिँ मजाले जस्ट प्रिपेयर भेरी वेल, बिकज यु गो इन देयर टेल अस अबाउट योरसेल्फ भन्नु सक्नुहुन्छ फर्स्टमा जसलाई पनि। अनि त्यहाँ गएर अब इफ यु स्टार्ट ब्ल्याबरिङ जस्ट एकदम मजाले प्रिपेयर गरेर आउनुपर्छ कि यस्तो लाइक सेट क्वेसन्सहरू चाहिँ राम्ररी प्रिपेयर गरेर आउनु। अनि डोन्ट बी नर्भस। अन्डर कन्फिडेन्ट नि सुनिनु भएन होइन, जस ओभर कन्फिडेन्ट नि देखिनु भएन। अनि एनी ल्याङ्ग्वेजमा एन्सर इङ्ग्लिस हो है, क्राइटेरिया चाहिँ इङ्ग्लिसमै बोल्नुपर्छ दुइटै इन्टरभ्यू। त्यहाँ लाइक अरू मेम्बर्स पनि चाइनाबाट हुन सक्नुहुन्छ, युनेस्कोबाट हुन सक्नुहुन्छ, अनि उहाँले नेपाली नआउन सक्छ, त्यसैले इङ्ग्लिसमा। नेपोटिजम डजन्ट एक्जिस्ट. I don't think alumni play any role during the selection from. I don't know. Nepotism ko question, but it's irrelevant. No? It's not Bollywood. सरहरू त मैले फर्स्ट त्यही पुस्तक गरिदिन्छ चिन्थेँ, तर सरले मलाई चिन्नुहुन्थ्यो। टेन्टेटिभ टाइमलाइन आफ्टर द स्टुडेन्ट्स आर शोर्टलिस्टेड त्यो चाहिँ हजुरलाई यो अब हामीलाई थाहा हुँदैन यो अहिलेको इभेन्ट कस्तो छ। हजुरलाई इमेलमै आउँछ कि इफ युआर सेलेक्टेड यो टाइमलाइन अब चाहिँ हामी यो दिन यो गर्छौँ, यो दिन यो गर्छौँ, यो दिन चाइना भनेर सबै क्लियरली सिलेक्ट भएपछि आउँछ त्यो। सो अहिले चाहिँ यु डोन्ट ह्याभ टु वरी अबाउट द्याट है। इन्टरभ्यू चाहिँ 10 मिनट्सको हुन्छ है। आई थिंक वी शुड Yes. So त्यति नै थियो हैन हाम्रो Q&A. I hope सबैजनाको क्वेशन्सहरु आन्सर भयो होला हैन। So if you have more like you want to know about Seeds for the Future, vlogsहरु नि छ YouTube मा हेर्न सक्छौ साधना बहिनीको। vlogsहरु छ guys, in case तिमीहरुलाई के मोटिभेसनहरु चाहिन्छ भने also म लिंक पनि पठाइदिन्छु। मेरो नि ब्लग छ हैन। Few tips है त्यहाँ गएर be prepared to like not get any sleep at all. Yes. अनि खानामा you can't be picky. Don't be. If you're a picky eater, it's bad for you. Just have Open-minded. bake cakes. Fruit dessert. Desserts. You love the dessert. So I mean, like make the best of the hotels. Yes. Like get in the bathtubs, go swim. Yes. I mean, 80 floor ma बसेको Yes. amazing view. Just have okay. हामी यत्रो serious कुराहरु गर्यो. Have fun, right? A lot of fun. Just have fun. के जे भए पनि रमाइलो गरेर आउनु. then can I survive as veg there? अलिक गाह्रो हुन्छ है भेजिटेरियन एकदम आफ्नै खाना लगेर त त्यो केक Noodles. के हुन्छ लगेर जानु। मलाई याद छ त्यो समीको होला हामी धनियाको ब्रो उनीहरूले साग मात्र खाइरहेको थियो कि साग र भात खायो। अनि त्यस पछाडि त्यो 7-11 मा हामीले यति खोज्यौँ के नन भेज अप्सन एउटा थियो धनियाको चाउचाउ अनि हामीले त्यही बनाएर खुवाएको थियो उनीहरूलाई। सो भेज भएर चाहिँ एकदमै गाह्रो हुन्छ। एक्स्ट्रा प्रिपेयर्ड भएर जानुपर्छ एज अ भेज। अनुष्का बस्याल Thank you. ओके एकदम राम्रो है। दिस To इज apply आवर है। गोल है। उसले चाहिँ के फर्म देख्दा चाहिँ अलि डिस्करेज भएको थियो अरे तर यो सेसन पछि चाहिँ शी वान्ट्स टु अप्लाई अगेन। दैट वाज आवर गोल हैन। हामी सबजना अप्लाई गर्यो भने तिम्रो 50% चान्स भयो के तिमी चाइना जाने। त्यति याद राख दिमागमा। भात लग्छु फ्लाइटमा पाइँदैन। फ्लाइटको पनि फ्लाइटमा चाहिँ भेज खाना पाइन्छ चाहिँ। हैन। फ्लाइट इज फाइन। डोन्ट बी सो पिकी मिठै थियो। It's better. Flight is better than China. Go food. त्यो चाहिँ हो। It is not that bad है तिमीहरु it's सोचे so it's good हैन। मलाई चाहिँ के गर्यो भने okay I'm a non-veg and I don't get offended so पनि veg मलाई चाहिँ हैन just to tell my friends that I tried everything. I tried octopus, squidहरु हैन। We tried everything just because के रे त्यो भन्ने हुन्छ नि म चाइनाबाट octopus खायो or something खायो भनेर हैन। It was not good. What? Oh, goose, Dog पनि duck खाएको was good है। Dog, goose, so much seafood थियो एकदमै धेरै। त्यो झन् brown जस्तो त्यो मार्केटमा त इन्सेक्टहरु नि बेचेको थियो त्यसै हामीले खाएन What was हैन। the total duration? हाम्रो चाहिँ 8 days 8 थियो। days थियो हाम्रो। लाइक त्यो तिमी त्यो ब्लग हेर्छ अनि त्यहाँ सबै मेरो vlog, Prince Lilyको vlog, you guys all have a really good projects, whereas if we don't have such projects about AI and all, will it be difficult for us to be? I'll say just try. Like every हामी सबैजनाको जर्नी डिफरेन्ट छ के हामी सबैजनाको प्रोजेक्ट्स पनि मिल्दैन कि खासमा हैन तर I think like they are just looking for like I can't say what they're looking for तर they want diversity हैन अनि just go apply like take your chance अनि राम्रो भयो भने पनि राम्रो नभयो भने don't be discouraged right because there are so many other programs initiatives हरु हैन
त्यसरी अहिले आएर डोन्ट ट्राई टु चेन्ज युर सिभी क्या Mm. सिभी छ के Mm. जे छ त्यो छ ठिक छ नेक्स्ट इयरलाई यु क्यान मेक इट बेटर होला अहिले चाहिँ ट्राई टु मेक द बेस्ट आउट अफ वाट यु अलरेडी ह्याभ ठिक छ सानोतिनो प्रोजेक्ट होला होइन त्यसलाई कसरी बुझ्यो त्यहाँबाट के सिक्यो त्यो वाला वेमा पनि इफ यु क्यान टेक इट इफ यु क्यान लाइक ट्याकल द इन्टरभ्यू क्वेसन्स देन जसले नै पाउन सक्छ कि त्यो चाहिँ सो डोन्ट वरी अबाउट Recommendations. Any recommendations Okay, I for think we first year should- students? we should I like First year okay students? not just about seats for the future. okay so as first year students मलाई चाहिँ कसैले यो कुरा भन्दै हुन्थ्यो होइन जुन जुन प्रोजेक्ट गर्छौ नि होइन त्यसलाई प्लिज कन्टिन्यू गर होइन मिनिङफुल प्रोजेक्ट्समा इन्भेस्ट गर एक सेमेस्टर गरेर नछोड प्लस एकदम यु नो फ्रुटफुल युटिलाइज गर सबै रमाइलो चाहिँ गर ब्याचलर्स लाइफ ट्रेकिङ जाऊ Soft skills pani gara ke Ah. don't just code do the other things go participate in that club go host Volunteer that bhai event गर्ने. go volunteer talk to people network do other things pani चाहिँ don't त्यसलाई चाहिँ साइडलाइन नगर्नु किनभने यस्तो ठाउँमा आएर चाहिँ त्यस्तो कुरा पनि एकदमै भ्याल्यु हुन्छ Yep. ओके त्यसैसँग हामी एन्ड गर्छौँ Actually, ask है त what was the total duration of the China trip from shortlisted भन्नुभएको छ हामी कहिले shortlist भएको हाम्रो जुलाई 34 अनि तर हामी हामी China गएको सेप्टेम्बरमा थियो नि अँ। त यिनीहरूको जुलाई, अगस्तमा हुन्छ सेप्टेम्बर, यिनीहरूको यिनीहरूको यो अगस्तमा तिमीहरूको छिटो हुन्छ हाम्रो चाहिँ धेरै थियो बिचमा बुट क्याम्प भयो उम्. अनि एकदमै ग्याप भयो लामो उम्. त्यसपछि हामी चाइना गयो तर अहिलेको पालिमा चाहिँ छोटो छ 1-2 महिनाको ग्याप छ अगस्तमा यु गो टु चाइना यु उम्. कम ब्याक यु ह्याभ योर क्लोजिङ अनि त्यसपछि चाहिँ सकिन्छ इभेन्ट त्यति हो Yes, ओके गाइज अब यहीसँग हामी पनि एन्ड गरौँ है सेसन एकदम रमाइलो भयो गफ गफ गरेर सरी सरी आई हेभ हाम्रो हाउ मच एक्सपेन्सेस आउट अफ योर पकेट Fully जिरो होइन न तर होइन न साँच्चै पर्सनल शपिङ पर्सनल सपिङको लागि चाहिँ गरे होइन fully funded. फ्लाइट न के पनि तिर्नु पर्दैन गिफ्ट ल्याइदिने चक्लेट ल्याइदिने हो भने पैसा लानु होइन आफूलाई नलाइदिने हो नि टेक मनी है मजाले सपिङ गर्नु है Yes, एकदम yes. रमाइलो छ तिम्रो Drink जुत्ता- chocolate. यो होइन यो यो होइन होइन अर्को मैले कस्तो राम्रो जुत्ता किने मैले छैन पनि सबैजना parents लाई Headphones. gift ल्याइदियो। त्यो त बिग्रियो मेरो मेरो त बिग्रियो होइन मेड इन चाइना के ठगेको के मारे नभन त्यो। कहिले ठग्दैन Hey, हामी podcast गरौँ है Oh, guys guys, like stop. like say if you like our discussion should we start a podcast Stop it. कस्तो कस्तो सेसन भयो अब लास्टमा एक्चुअली सेसन Okay. कस्तो गयो त्यो भन्नु न गाइस And also, if you have more questions, अब एकदम time limit छ. Feel free to message us. We're on LinkedIn, we're on Facebook, we're on Instagram. डायर किन सोचेको थियौँ तर सोचमै सीमित भयो के किन्नु भयो? डायर डियर Oh my god, त्यस्तो पैसा छैन यार. Unfortunately. है? अनफर्चुनेटली ल अब okay. Okay, guys. Wrap up. ओके गाइज थ्याङ्क यू सबैजनालाई आइदिएकोमा Maybe we'll drop our LinkedIn-हरू हामी drop गरिदिन्छौँ. And Yes. if you have other questions that you want maybe personally कसैलाई सोध्न मन छ भने please feel free. We're so ready. We're more than ready to help you guys. Yep. I know if you want us to go through your like application-हरू के tips tricks चाहिएको छ भने लिङ्क्डइन हामी मेसेज छौँ। गर्दा भयो यस कहाँ हाल्ने हो यहाँ कहाँ छ यार मेरो च्याट चाहिँ चलिरहेको छैन सो एकदम स्याड भइरहेको छ सबै Q&A-मा हालिदिएको छौँ हामी कुन हो यार खोइ कसैले हामीलाई पोडकास्ट गर भनेन यार त्यही यार सो डिस्करेज्ड Anyways. मैले चाहिँ लिङ्क्डइन ड्रप गर्दै है तपाईँहरू गर्नु मेरो आएन एउटा एउटा सबजना फोटो खिच्ने हो कि क्यामेरा ओके इफ यु गाइज आर मेरो कम्फर्टेबल आएन हामी त्यसरी खिच्नु अनि- जस्तो यहाँ के छ ए यो चार्ज गर्ने हो उयो ला होइन बिग्रिन्छ हामी पुरा नबिगार्दैन सोफामा बसिरहेको छ कि तिमी गर न पनि कतिपट्टि हुन्छ यहाँबाट म यहाँ Okay guys, please, if you guys are comfortable, can you turn on your क्यामेरा cameras? We'll take a picture. खोइ हामी त सब हरायौँ के त्यहाँनिर एकचोटि बेला म फोटो खिच्छु नि तिमीहरू आऊ Anyone, please. त्यो भएन है त्यो ब्याकग्राउन्ड ओ हटाउ यो भएन यार त्यही के हो यो सबजना लिभ गरिसक्यो ल ल राखिदिउँ राखिदिउँ प्लिज बस एकजनाले क्यामेरा अन गरौँ न त्यो मान्छे सिलेक्ट हुन्छ है जसले क्यामेरा अन गर्छ ल नेपोटिजम भनिदिने क्यामेरा अन गऱ्यो भने select. खोइ त हामी त आउँदै आएन त ल तपाईँले यो यो हटाउने अर्कै यो मोडमा चाहिँ- गर्नुभयो क्या यसमा गर्ने हो
I think. कोहीले ल गर्दैन। guys, ल हामीले अब भने के end गरौँ के? ल ल washroom. ल ल thank you guys for ल, joining bye-bye. us. We are so grateful to have you. Or thank you. Thank you. Bye-bye. Bye bye. Take care. Best of Take care. luck. हैन Best of फेरि luck. भेटौँला सेलेक्ट भयो भने